पुरानो पास्ट क्वेसन्सको कलेक्सन छ एउटा एउटा चाहिँ के अरे यो त्यो स्मार्ट एकाडेमीकैबाट एउटा पुरानो पास्ट क्वेसन्सहरू छ अनि अर्को चाहिँ तपाईँहरूको रियल एक्जाम्समा आएको हो स्मार्ट एकाडेमीको पनि अलिअलि लाइक हाफ अफ द क्वेसन्स त सेमै छ लाइक त्यही नै दिने नै हो एक्चुअलमा हुने नै रिपिट हुने नै तिनीहरू नै क्वेसन्सहरू नै हो अनि त्यसरी हामीले चाहिँ दुईटा सेट भएको थियौँ एउटा जस्तो कि तपाईँहरूको पास्ट क्वेसन्स फ्रम साँच्चीकै रियल एक्जामकोबाट चाहिँ हामीले विथ थ्योरी भनेको मतलब त्यही क्वेसन्समा थ्योरी डिस्कस गर्दै नबुझेको थ्योरीहरू डिस्कस गर्दै अगाडि बढेका थियौँ भने अनि लास्टको 1 विक चाहिँ हामीले स्मार्ट एकाडेमीको क्वेसन्सबाट रिभाइज गरेका थियौँ है त्यसरी हामीले चाहिँ त्यो क्वेसन्समा चाहिँ कस्तो थियो भने क्वेसन आन्सर राउन्ड थियो कि त्यो चाहिँ जस्तो मैले क्वेसन सोध्छु तपाईँहरूले आन्सर गर्नुहुन्छ यो हो भनेर अनि त्यो मिल्यो भनेदेखि अब सक्यो त्यसको डिस्कसन हुँदैन त्यो तपाईँहरूलाई आयो भनेरै मिलायो मिलेन आएन भन्यो भने चाहिँ हामी त्यसमा चाहिँ ओके यो चाहिँ आन्सर होइन यो हुन्छ किनभने यसरी हुन्छ भनेर चाहिँ त्यसरी एक्सप्लेनेसन भएको थियो अब तपाईँहरूले कसरी गर्नुहुन्छ लाइक त्यही मेरो सेकेन्ड मेथड कि पहिला थ्योरी पढ्ने अनि क्वेसन्स जाँदै गर्ने भन्नुभयो हुन्छ पुष्पजी त्यही अलि थ्योरी पढेर गर्दा चाहिँ हुन्थ्यो भनेको म्याम अब अरूहरूले नि भने हुन्थ्यो ओके अरूहरूले के भन्नुहुन्छ तर तपाईँहरूको फिक्स छ कति समयमा हुन्छ भनेर अहिले रिसेन्टली एउटा एक्जाम भयो अनि कति ग्यापमा हुन्छ अर्को एक्जाम 3 महिना असाढमा छ अब ए ओके यो क्वेसन्सहरू भ्याउनलाई चाहिँ तपाईँहरूको 1 महिनाले पुग्छ है लाइक जस्तो मैले 1 महिनामै भ्याएको हो नि त अस्ति त्यो क्वेसन्सहरू फास्ट क्वेसन्स प्लस स्मार्ट एकाडेमीको क्वेसन्सहरू चाहिँ 1 महिनामै भ्यायो त्यसो भए यसो गरौँ न त 3 महिना नै हुन्छ होइन त त्योभन्दा अगाडि त हुँदैन नि जस्तो 3 महिनै टेन्टेटिभ टाइम तपाईँहरूसँग छ भनेको चाहिँ थ्योरी प्लस क्वेसन्स गरेकै फाइदा हुन्छ बेसिक नलेज बुझेरै अगाडि अगाडि पनि हुन सक्छ होला किनभने त्यो 13 लाइसेन्स इक्जाम 3rd विकमा भने थियो वैशाख छिटै गराइदिएको थियो ए अगाडि पनि हुन सक्छ हजुर यो पालि पनि असाढ तेस्रो हप्ता भने यहाँ अब के गर्छ अगाडि पनि हुन सक्छ भनेपछि के गर्नु त ल डिसाइड गर्नुहोस् तपाईँहरू सबैजना अनि त्यही अनुसारले गरौँ जस्तो कि थ्योरी पढ्दाखेरि चाहिँ 2 दिन 3 दिन एउटा 3 दिन जस्तो 3 डेज जस्तो चाहिँ एउटा टपिकको थ्योरीलाई लाग्छ अनि त्यस पछाडि 1 दिन चाहिँ 2 दिन चाहिँ तपाईँहरूको क्वेसन्सलाई लाग्छ होइन सो जस्तो 5 दिन भनौँ 6 दिन हुन्छ हप्तामा तपाईँहरूको जे होस् हप्ताको एउटा जस्तो चाहिँ टपिक सिद्धिन्छ अब तपाईँले जे भन्नुहुन्छ म त्यही अनुसारले लान्छु लास्ट आवरमा रस भयो भने चाहिँ क्वेसन्सहरूबाटै थ्योरी गरौँ भन्नुहुन्छ कि अहिलेदेखि नै क्वेसन्सहरूबाट थ्योरी गरौँ रिपिटेडली नै त्यही क्वेसन्स गऱ्यो भनेदेखि दिमागमा आफै बस्छ भनेर सोच्नुहुन्छ कि होइन हामीले थ्योरी नै बुझाएको छैन पहिला थ्योरी बुझाइदिनुहोस् अनि हामी क्वेसन्स गर्ने भनेर लिनुहुन्छ कि जे भन्नुहुन्छ त्यही अनुसारले आजदेखि क्लास स्टार्ट हुन्छ है भन्नुहोस् त तपाईँहरू सबैजनाले को पोइन्ट राखे पनि हुन्छ थोरै हुँदो रहेछ 5जनाले तपाईँहरूले भने पनि हुन्छ ल म्याम त्यो थ्योरी र मतलब क्वेसनहरू नै गरेर चाहिँ कति टाइम लाग्छ भन्नुभएको जस्तो एउटा टपिकको चाहिँ मिनिमम 1 विक लाग्ने भयो कि अब हामीसँग 4 विक छ होइन जस्तो कि 11-12वटा टपिक छ 4 विक छ 1 महिनामा है जस्तो 3 महिनामा भए त लाइक 4 विक 3 4 जा 12 गरेर ठ्याक्क भ्याउँछ 3 महिना हो भने चाहिँ है तर तपाईँहरूको 3 महिना होइन भन्यो भने चाहिँ अलिकति भ्याउँदैन 3 महिना होइन र अगाडि आयो भने चाहिँ भ्याउँदैन त्यो बेलामा चाहिँ फेरि क्वेसन्सहरू नै छिटो छिटो दौडाउनु पर्ने हुन्छ जति नै थ्योरी पढे पनि तपाईँहरूको क्वेसन्स प्याटर्नमा कसरी सोध्छ त्यो टपिकले भन्ने कुराको आइडिया दिमागमा भएन भने त्यो क्वेसनमा उतार्न सकिँदैन कि यो हामी पनि म चाहिँ डक्टर हो मैले पनि यता डक्टरको लाइसेन्स एक्जामहरू दिने बेलामा चाहिँ जे अब 5 वर्ष त थ्योरी पढेकै हो नि होइन तर एक्जाम टाइममा चाहिँ त्यो पर्टिकुलर थ्योरीबाट क्वेसन चाहिँ कसरी सोध्दो रहेछ त भन्ने कुराको दिमागमा आइडिया भयो भने मात्रै क्वेसन गर्न सकिन्छ कि त्यो चाहिँ स्मार्ट स्टडी गर्नुपर्छ कि त्यसको लागि चाहिँ त्यो हो अब पहिला तपाईँहरूले थ्योरी पढिसक्नु भएको छ आफ्नो उसमा कतिको तपाईँहरूलाई कम्युनिटी हेल्थको थ्योरीहरूको बारेमा कतिको सिकाइन्थ्यो पढाइन्थ्यो के थियो
यसो गरौँ न त, जस्तो कि यो विकको लागि ट्रायल फेज लिउँ होइन, यो विक चाहिँ, अनि त्यस पछाडि पहिला चाहिँ टपिकै पढौँ, अनि त्यस पछाडि एन्सर्स गरौँ होइन, क्वेसन एन्सर्स गरौँ। यो विकको लागि ट्रायल विक लिउँ, अनि यो ट्रायल विकमा तपाईँहरूलाई कतिको लाइक हेल्प भयो, कतिको त्यो भयो, अनि सकेसम्म एटलिस्ट 7-8वटा मात्रै टपिक पनि यसरी चाहिँ के अरे थ्योरी प्लस क्वेसन सक्यो भन्यो भने, अनि बाँकी 3-4वटा टपिकलाई चाहिँ छोडेर क्वेसन एन्सर मात्र गरौँला, के भन्नुहुन्छ? हुन्छ हुन्छ है। अरू 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 पनि भन्नुहोस् त, अरू सबैजना तपाईँहरूले बोले पनि हुन्छ। सागरजी, सङ्गीताजी बोल्नुहोस् त, के फेमिलियर लाग्छ तपाईँलाई? भन्नुहोस्, आजदेखि त्यहीबाट स्टार्ट गर्ने। त्यसरी 1 महिनामा भ्यायो भने राम्रो हुन्थ्यो, किनभने 1 महिना नै टाइम छ हामीसँग। मैले त त्यही भने तपाईँहरूलाई 1 महिना टाइम छ भन्यो भने त, जस्तो जेठ मात्रै त रहेछ, जेठ त आइसक्यो नि त। त्यही त, अब टाइमै छैन। पहिलो हप्ता तपाईँहरूको एक्जाम भयो भने त यसरी थ्योरी र क्वेसन एन्सर्स गरेर त भ्याउँदैन नि त। 1 हप्ता तपाईँको त 1 महिनामा त तपाईँहरूले चाहिँ 4वटा मात्रै टपिक भ्याउनुहुन्छ, त्यसरी त भएन नि त, त्यो त स्मार्ट स्टडी नै भएन। म्याम। अनि तपाईँहरूसँग अलिअलि बेसिक नलेज त पहिला पढेको हिसाबले भइ नै हाल्छ। अनि तपाईँहरू चाहिँ क्वेसन्समा जाने, तर क्वेसन चाहिँ विथ डिस्कसन गर्ने के, लाइक अब 4वटा अप्सन हुन्छ, तपाईँहरूलाई पनि थाहा छ होला त्यो क्वेसनको होइन। अनि 4वटा अप्सनमा चाहिँ 3टा अप्सन किन होइन र 4th अर्को अप्सन किन हो भनेर यसरी बुझ्नुभयो भने चाहिँ, जस्तो कि फ्याट्टको लागि एन्सरै आएन भने पनि तपाईँहरूले चाहिँ त्यो रुल आउट मेथडबाट एन्सर टिक्लाउन सक्नुहुन्छ कि यो 3टा त हुँदै होइन, त्यही भएर यही नै एन्सर हुनुपर्छ भन्ने खालको गरेर चाहिँ तपाईँहरूले एन्सर टिकाउन सक्नुहुन्छ कि। सो यस्तै पढाइदिनु, यस्तै ठिक हुन्छ होला। तपाईँहरू 3 महिना रहेछ टेन्टेटिभ टाइम, जे असारको पहिलो हप्ता भनेको त जेठ आइसक्यो 1 गते, अनि त तेस्रो हप्ता भयो भने नै 3 महिना त पुगेन अन्त, पुग्दैन। सो ल कतिजना हुनुहुन्छ? 5जना हुनुहुन्छ, भोट गरिहाल्नुहोस् त। ल भनिहालौँ कसरी गर्दा सजिलो हुन्छ। के गर्नुहुन्छ पुष्पजी? हुन्छ म्याम, क्वेसन डिस्कसनमै जाँदा भयो त्यसो भए त। है त, ल म चाहिँ यहाँ यसमा जान्छु। यो तलको यो सेट्सहरू चाहिँ सबै तपाईँहरूको यो उसको सेट हो कि, स्मार्ट एकाडेमीको सेट हो। अनि यिनीहरू चाहिँ तपाईँहरूको स्लाइड हो है। यो चाहिँ पहिला डिस्कसन गर्दै त्यो थ्योरी गर्दै गर्नेवाला भयो। अब हामी चाहिँ डिरेक्टली यो स्लाइडै कति, एउटै टपिकको स्लाइडै कति धेरै हुन्छ होइन, सबै टपिक कभर गर्दाखेरि, अनि अलिकति टाइम कन्ज्युमिङ भयो। अब यहाँ चाहिँ मसँग तपाईँहरूको चाहिँ यो उसमा रियल बोर्ड एक्जाममा आउने क्वेसन्सहरू चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरूको बारेमा चाहिँ मैले यहीँनिर इन्फर्मेसन पनि यहीँ लेख्दैछु, पहिलादेखि नै यसरी पढाएको। यहाँ लेखेको छु कुनै नआउने, कुनै डिफिकल्ट कुराको टपिकहरूको चाहिँ बारेमा यहीँनिर तलपट्टि नोटै राख्दैछु कि, यो सबैमा छ यसरी नोट। तपाईँहरूले चाहिँ यो पिडिएफ चाहिँ म फर्स्ट डे नै तपाईँहरूलाई प्रोभाइड गर्छु। आज नै तपाईँहरूको ग्रुप मेम्बर मध्ये एकजनाले मलाई मेसेज गर्नु होला, आज नै यो स्लाइड प्रोभाइड गर्छु। अनि यसैबाट चाहिँ तपाईँहरूले चाहिँ हेर्दै आफूले पढ्यो। मैले एड गर्दैछु कि भित्र सबै छ यसमा, यो भित्र चाहिँ तपाईँहरूको बोर्डको क्वेसन नबुझ्नेहरूको सब मैले यहाँनिर चाहिँ राख्दैछु है। ल आज चाहिँ हामी ल सुरुवातदेखि सुरु गरौँ। फर्स्टमा चाहिँ यो इन्भाइरोमेन्टल सेनिटेसन भन्ने टपिक छ। ल हामी अगाडि बढिहाल। एकछिन तपाईँहरूलाई स्क्रिन सेयर भएको छैन होला है, सरी मैले स्क्रिन सेयरै गरिन। तपाईँहरूले भन्नु नै भएन, भनिदिनु है, कहिलेकाहीँ म स्क्रिन सेयर गर्न पनि बिर्सिरहेको हुन्छु फेरि। तपाईँहरूलाई देखाइरहेको थिएँ यता, तर स्क्रिन सेयर गर्नै बिर्सिन्छु। ल देखिया छ, बोलिदिनु त एकजना। देखाएको छ म्याम। ओके, यो स्लाइड हो है। यो तपाईँहरूको चाहिँ यो यसरी यहाँ हेर्नु त, यहाँनिर नै मैले चाहिँ तपाईँहरूले नबुझ्ने कुराहरूको चाहिँ यहाँ नोट राख्दैछु कि, यहीँभित्र यो पहिलेको भित्र यहाँ टन्नै सबैमा नोट छ, आफ्नै नबुझ्ने कुराको सबैको नोट छ। यही स्लाइड चाहिँ, यही पेज चाहिँ तपाईँहरूलाई म प्रोभाइड गर्छु। यो चाहिँ सबै के हो भन्दाखेरि तपाईँहरूको पास्ट क्वेसन्स हो। यो त्यही एक्जाममा आउने पास्ट क्वेसन्सहरू, यो रिपिटेड भएर त्यसमा टिक्ला छैन। यो सबै नै यसमा चाहिँ के हो, कसो हो, यो भने के हो भनेर यहाँनिर लेखिदिएको छ है। कुनै सजिलोमा लेखेको छैन, कुनै नसजिलोमा नबुझ्नेमा सबै लेखिदिएको छ, सबैतिर नै छ।
यसको। अब यहीबाट चाहिँ हामी कन्टिन्यू गर्छौँ है। आज चाहिँ हामी ल यो सजिलो उसबाट चाहिँ इन्भाइरोमेन्टल सेनिटेसन है, सजिलो टपिकबाट चाहिँ हामी अगाडि बढिहालौँ, अनि त्यस पछाडि चाहिँ अरूमा बिस्तारै जाउँ ल। हामी आज यो टपिक सकेसम्म भ्याउने कोसिस गर्छौँ है। ल इन्भाइरोमेन्टल सेनिटेसन नबुझेको इन्टरेक्टिभ क्लासमा तपाईँहरूले मेसेज छोडिरहे पनि हुन्छ, लास्टमा म त्यो सबै गर्छु। कुनै कुराहरूको अलिकति हेरेर भनिदिनु पर्ने छ भनेदेखि भोलिपल्टको क्लासमा चाहिँ फर्स्टमा त्यो एक्सप्लेन गरिदिन्छु म तपाईँहरूलाई, अनि खोजेर अनि त्यस पछाडि चाहिँ अर्को क्लास कन्टिन्यू हुन्छ है। ल फर्स्ट क्वेसन छ वर्ल्ड इन्भाइरोमेन्ट डे सेलिब्रेट कहिले हुन्छ? यो हामी सबैलाई थाहा छ है, 5 जुनमा हुन्छ भनेर। इन्भाइरोमेन्ट डेको दिन नेपालमा हरेक ठाउँमा चाहिँ वृक्षारोपण सरकारले पनि एउटा उ ल्याएर आएको हुन्छ, वृक्षारोपण हुन्छ। स्कुलमा हामीले चाहिँ गो ग्रिन भनेर प्याम्पलेटहरू बोकेर र्यालीहरू पनि गरिरहेको हुन्छौँ, यसरी प्रोटेक्ट गरौँ भन्छौँ। कतिले चाहिँ बागमती सरसफाइ अभियान गरिराख्नु भएको हुन्छ। यो सबै कुरा इन्भाइरोमेन्ट डेमा हुन्छ र यो कहिले हुन्छ भन्दाखेरि 5 जुन भनेपछि अब आउँदैछ होइन। अनि मे जुन ठ्याक्क अब मे सकिने बित्तिकै यो आउँदैछ है इन्भाइरोमेन्ट डे। सो तपाईँहरूकोमा क्वेसन पर्न पनि सक्छ, ठ्याक्कै त्यही बेला एक्जाम रहेछ तपाईँहरूको। विच अफ द फलोइङ इज नट द पार्ट्स अफ इन्भाइरोमेन्ट? अब इन्भाइरोमेन्टको पार्ट कुन होइन, त्यो फर्स्टकोमा बाँकी एन्सर हुनै सक्दैन, त्यो युनिभर्सल ट्रुथ 5 जुन छ, त्यही भएर मैले बाँकी 3टा एन्सर्सहरू तपाईँहरूलाई एक्सप्लेन गरिने है। अब यसमा चाहिँ इन्भाइरोमेन्टको पार्ट चाहिँ कुन चाहिँ होइन भनेर भनेको छ है। क्वेसनले यस्तो झुकाउँछ नि तपाईँहरूलाई कि त्यो नट भन्ने पढ्नु भएन भनेदेखि विच अफ द फलोइङ पार्ट्स अफ इन्भाइरोमेन्ट भनेर पढ्नुभयो भने तपाईँको एन्सर रङ हुन जान्छ कि त्यहीँको त्यही होइन। अनि क्वेसन चाहिँ फर्स्टमा नट छ कि एकदमै यो कुन टेन्समा दिएको छ भन्ने कुरा एकदमै हेर्नुपर्छ कि। त्यो हेऱ्यो भनेदेखि ल यी 3टा अप्सन चाहिँ मिल्छ, एउटा अप्सन चाहिँ यहाँ मिल्दैन, त्यो अप्सन नमिल्ने अप्सन चाहिँ छान्नु पर्ने हो हामीले भन्ने कुरा बुझिन्छ क्या। सो इन्भाइरोमेन्टको पार्ट भनेको फिजिकल्ली हुन्छ, केमिकली हुन्छ, बायोलोजिकली हुन्छ। जस्तो कि बच्चा जन्मिने प्रोसेस, बर्थ साइकल प्रोसेसहरू सबै बायोलोजिकल प्रोसेसहरू हो है। अनि फिजिकल इन्भाइरोमेन्ट भनेको रुखदेखि लिएर वृक्ष सबै जे अभाइलेबल छ इन्भाइरोमेन्टमा, नेचर, खोला नाला, यी सबै फिजिकली अभाइलेबल कुरा हो। भनेदेखि केमिकल्स भनेको पनि त पेट्रोल त्यहीँ भेटिन्छ, अरू आर्सेनिकहरू ती तलका पानीहरूमा भेटिन्छन्, यी सबै लिडहरू त्यही उसमै भेटिन्छ, यी सबै केमिकल्सहरू पनि इन्भाइरोमेन्टली अभाइलेबल छन्। तर साइकोलोजिकल भनेको चाहिँ इट इज रिलेटेड टु ब्रेन, माइन्डसँग रिलेट हुन्छ होइन। सो माइन्डसँग रिलेट हुने कुरा त इन्भाइरोमेन्टले दिएको त होइन। सो माइन्डसँग रिलेट हुने कुरा त ह्युमन बडीको फिजियोलोजीको कुरा हो। सो साइकोलोजिकल चाहिँ इट इज नट द पार्ट अफ द इन्भाइरोमेन्ट। यो चाहिँ ह्युमन बडीको पार्ट हो तर इन्भाइरोमेन्टको होइन, माइन्ड र ब्रेनसँगको कुरा है बेसिकली। अनि अर्को छ द साइन्स अफ सेफ गार्डिङ टु हेल्थ इज कल्ड भनेर भनेको छ। अब हेल्थको सेफेस्ट कुरा के हुन सक्छ त भन्दा चाहिँ इन्भाइरोमेन्ट भनेको के हो, हामी बसिरहेको नेचर होइन। इकोलोजी भनेको के हो, इकोलोजी भनेको पनि इट इज अ पार्ट अफ द इन्भाइरोमेन्ट। इकोलोजी भनेको बेसिकली चाहिँ पपुलेसनको स्टडीलाई चाहिँ इकोलोजी भनिन्छ है। बेसिकली इन्भाइरोमेन्टको स्टडीलाई चाहिँ इकोलोजी भनिन्छ होइन। अनि अर्को एन्ड्रोलोजी भनेको के हो त? एन्ड्रोलोजी भनेको चाहिँ गाइनेकोलोजी र एन्ड्रोलोजी भनेको 2टा टर्म तपाईँहरूले बुझ्नुपर्छ। गाइनेकोलोजी भनेको त बुझिरहनु भएको होइन, त्यो भनेको चाहिँ फिमेल रिप्रोडक्टिभ हेल्थ सिस्टमको बारेमा भयो भनेदेखि एन्ड्रोलोजी भनेको चाहिँ मेल रिप्रोडक्टिभ हेल्थ सिस्टमको बारेमा हो कि। सो यो सबै कुरा त इम्पोर्टेन्ट छँदैछ, तर मोस्ट इम्पोर्टेन्ट कुरा के हो त भन्दाखेरि सेनिटेसन हो कि हाम्रो हेल्थ बेस्ट हुनको लागि। जस्तो कि हामी दिनदिनै नुहाउनै पर्यो, राम्रोसँग हात खुट्टाहरू धुनै पर्यो, हामी चाहिँ के अरे ह्यान्ड वासिङ टेक्निकहरू फलो गर्नै पर्यो, अल दिस थिङ्स। वरिपरिको फोहोरहरू राम्रो ठाउँमा विस्थापन गर्नै पर्यो, अल दिस थिङ्स कम्स अन्डर सेनिटेसन। सो के हो त द साइन्स अफ सेफ गार्डिङ टु हेल्थ भनेको के रहेछ त? अरू 3टा अलिअलि मिल्यो तर मोस्ट इम्पोर्टेन्ट चाहिँ सेनिटेसन हो। जब त्यहाँ सेनिटेसन फलो हुन्छ त्यहाँ हेल्थ अभियसली मेन्टेन हुन्छ, किनभनेदेखि यो सेनिटेसन भनेको चाहिँ फिजिकल सेनिटेसन, मेन्टल सेनिटेसन, इन्भाइरोमेन्टल सेनिटेसन सबै कुरामा भर पर्छ कि। हामीलाई मेन्टली सेन हुनु भन्छ नि, मेरो मेन्टल सेनिटेसन बिग्रिरहेको छ, मेरो मेन्टल सेनिटी छैन अहिले भन्छन् कति मान्छेहरूले। फिजिकली पनि त्यही हो, फिजिकली इल भनेको फिजिकल सेनिटेसन मेन्टेन भएको छैन भन्ने कुरा। सो दिस इज इम्पोर्टेन्ट हेल्थलाई सेफ गार्ड गर्नको लागि। अर्को छ यो घोक्नै पर्ने कुरा। तपाईँहरूले चाहिँ आजबाट एउटा टिप्स दिन्छु है, भित्तामा चाहिँ एउटा डेटको चार्ट बनाउनुहोस् होइन। पहिला डेट चार्ट भनेर मात्रै लेखिदिनुहोस् होइन। अनि
एक साइडमा डेटको कलम लेख्नुहोस् अनि उतापट्टि चाहिँ कुन डे रहेछ भनेर लेखिदिनुहोस् है। एक साइडमा चाहिँ अब 5 जुन लेख्नुहोस् अनि ड्यास इन्भाइरोमेन्ट डे भनेर त्यसरी लेख्नुहोस्। अब यहाँ हेर्नुहोस् वर्ल्ड वाटर डे कहिले सेलिब्रेट गर्दो रहेछ त 22 मार्चमा भनेपछि तपाईँले फेरि त्यो अर्को सेकेन्ड नम्बरमा 22 मार्च लेख्नुहोस् अनि त्यस पछाडि वर्ल्ड वाटर डे। किनभने यस्ता यस्ता डेहरू यति धेरै छ नि तपाईँहरूले याद गरेर ठ्याक्क एन्सर मिलाउनु पर्ने एकदमै झुक्किन्छ। अनि एभ्री डे बिहान बिहान उठेर तपाईँहरूले हेर्ने त्यही नै हो, हेर्ने सर दिमागमा 5-10 मिनट चाहिँ यो डेटहरू चाहिँ घोकिरहनु पर्छ है, नभए भने पनि लास्ट आवरमा घोकिन एकदमै गाह्रो हुन्छ यो डेट्सहरू। अहिलेदेखि नै भित्तामा टाँसिहाल्नु, खाली छोडिदिनु अनि थप्दै जानु, कति कति कतिवटा आउँछ हरेक दिन त्यति त्यतिवटा थप्दै जानु है, अनि याद गर्दै जानु। Which of the following criteria of safe and wholesome water, सबैभन्दा सुरक्षित पानी हैनलाई चाहिँ कुन क्राइटेरिया मिल्छ भनेर सोधेको छ। अब नम्बर 1 क्राइटेरिया छ फ्री फ्रम पैथोजन एन्ड हार्मफुल केमिकल सब्सटेन्स। ओके, यो भनेको चाहिँ कीटाणुबाट र हार्मफुल भनेको चाहिँ एनिथिङ जसले चाहिँ हामीलाई खाँदाखेरि चाहिँ हानि पुर्याउँछ, चाहे त्यो केमिकल्स भएको पानी हुन सक्छ हैन, चाहे त्यो कीटाणु नै भएको पानी हुन सक्छ, फोहोर पानी, ढल मिसेको पानी, एनिथिङ जसले चाहिँ हामीलाई हार्म गर्छ हैन, यो हुनु हुँदैन, फ्री हुनुपर्छ, यिनीहरू चाहिँ हुनु हुँदैन पानीमा भनेको छ। ओके, त्यो पनि क्राइटेरिया मिल्छ। सेकेन्ड, फ्री फ्रम अर्डर एन्ड कलर भनेको छ। अर्डर भनेको स्मेल हो, गनाउनु भएन यो पानी, र कलर पनि हुनु भएन, पानीको कलर हुन्छ त हुँदैन, इट इज कलरलेस। सो त्यस्तो खालको पानी हुनुपर्छ हामीले खाने पानी चाहिँ भनेको छ। अर्को भनेको चाहिँ युजेबल टु डोमेस्टिक पर्पज। यस, कति हार्ड वाटरहरू कस्तो वाटरहरू हेर्दाखेरि एकदमै खतरा हुन्छ नि, तर द्याट क्यानट बी युज्ड एकदमै है, तिनीहरू त्यो पानीहरू युज गर्न सक्यो। स्पिरिट पनि त देखिन्छ, हेर्नुहोस् त स्पिरिट हेर्नुहोस् त, हेर्दाखेरि एकदमै कलर पनि हुँदैन, त्यति धेरै सुँगिहालेन भने अर्डर पनि बाहिरबाट वास पनि आउँदैन, तर त्यसलाई खान मिल्छ त हामीले मिल्दैन। सो युज पनि गर्न मिल्दैन त्यसरी हरेक डोमेस्टिक पर्पजको लागि। डोमेस्टिक पर्पज भनेको भाँडा माझ्न, लुगा धुन, एभ्रिथिङलाई युज गर्ने कुरा हो है। सो यो तिनटै हुनु हुँदैन। सो तिनटै हुनु नहुँदाखेरि चाहिँ अल अफ देम इज द करेक्ट आन्सर। सबै कुराहरू चाहिँ हामीलाई क्लिन चाहिन्छ पानी खानको लागि, राम्रो पानी हुनको लागि है। अर्को छ मेनली हाउ मच एट लिस्ट वाटर रिक्वायर फर फिजियोलोजिकल निड सर्भाइभ भनेको चाहिँ बेसिकली हामी डक्टर्सहरूले पढ्दाखेरि चाहिँ 4 लिटर पानी दिनको खानुहोस् भनेर भन्छौँ होइन। अब यहाँ तल अप्सनमा हेर्नुहोस् त कुनै पनि 4 लिटर, अब 10 भन्दा कमको त कुनै पनि छँदै छैन त्यहाँनिर। अप्सन चाहिँ हेर्नु न, 10 to 20, 40 to 60, 150 to 200 त्यस्तो वाला अप्सन छ होइन। अब त्यो मिल्दै मिल्दैन, त्यो कुनै पनि मिलेन। सो त्यहाँनिर 3 to 4 भन्ने अप्सन आयो भने 2 to 3 भन्दा बेटर 3 to 4 हुन्छ। तर यति अप्सन्सहरूमा तपाईँले लेख्नु थाप आयो भनेदेखि तपाईँले 2 to 3 लिटर पर डे पर पर्सन, एक दिनमा एकजना व्यक्तिले चाहिँ 2 देखि 3 लिटर खाने भनेर यो लेख्या हो। त्यसै गरी नै तर यदि त्यहाँनिर अप्सनमा यो बाहेकको अप्सनमा 3 to 4 छ भने चाहिँ तपाईँहरूले त्यो छान्नु होला है। हामीले चाहिँ बेसिकली सिम्पल भाषामा चाहिँ हामी 4 लिटर पानी खानुहोस् दिनको भनेर भन्छौँ। ल अर्को जाम है, यहाँसम्म तपाईँहरूले बुझ्दै हुनुहुन्छ? एकजनाले भन्नुहोस् त, भन्नुहोस् एकजनाले। ओके ल, बुझा छ भने ल त्यहाँ कुनै नबुझेको कुराहरू सोध्नुपर्ने कुराहरू त्यो क्वेसनमा लेख्दै जानु, म अहिले लास्टमा च्याट बक्समा रिप्लाई गर्छु है। ल नेक्स्ट, all are true about drinking water except, हो यो टर्म याद गर्नुहोस् है माथिपट्टि, जहिले पनि कति क्वेसन्सहरू चाहिँ यसरी झुकाइरहेको हुन्छ कि सबै चाहिँ ट्रु हो तर एक्सेप्ट भनेर सोधेको हुन्छ। अब तपाईँहरूले एक्सेप्ट भन्ने वर्ड चाहिँ क्वेसनमा पढ्न छुटाउनु हो भनेदेखि चाहिँ अब त्यहाँनिर एन्सरमा गडबडी हुन्छ क्या। कुन चाहिँ ट्रु होइन हेर्नुहोस् त, त्यो तलको अघिको विच अफ द फलोइङ इज नट द पार्ट्स अफ इन्भाइरोमेन्ट भन्ने क्वेसन र यो क्वेसनले कुरा त एउटै हो, कुन चाहिँ रङ हो भनेर त्यहाँ दिएको होइन। हाम्रो राइट एन्सर चाहिँ जुन रङ हो त्यो राइट एन्सर हुन्छ होइन। तर यतापट्टि चाहिँ के भयो भने 3टा राइट एउटा रङ, यतापट्टि चाहिँ के भयो भन्दाखेरि भनेदेखि यतापट्टि पनि अल आर ट्रु अबाउट द ड्रिङ्किङ वाटर एक्सेप्ट भनेर भनेको छ, 3टै रङ एउटा राइट। तर क्वेसन सोध्ने तरिका चाहिँ एकदमै भिन्न भिन्न छ कि, यो 2टा तरिकाले क्वेसन सोध्छ, त्यो क्वेसन चाहिँ तपाईँहरूले एकदमै ट्रिकी हो, यो याद गर्नुहोस् है। अब हेर्नुहोस्, हार्डनेस 1 to 3 मिली इक्विभ्यालेन्ट पर लिटर, यो याद गर्नुहोस् तपाईँहरू। ड्रिङ्किङ वाटरको क्वालिटी के हुनु पर्दो रहेछ यहीँ दिएको छ, यो एबिसी अल 3 आर द क्वालिटिज अफ ड्रिङ्किङ वाटर। अब पछाडि क्वेसन्सहरू आउन सक्छ क्वालिटिज अफ ड्रिङ्किङ वाटर भनेर। सो यो 3टा अप्सन्सहरू मध्ये एउटा अप्सन चाहिँ अभाइलेबल हुन्छ अनि त्यो करेक्ट आन्सर हुन्छ कि। सो हार्डनेस चाहिँ कति हुनु पर्दो रहेछ त पानीको 1 to 3 मिली इक्विभ्यालेन्ट पर लिटर हुनु पर्दो रहेछ है। टेम्परेचर कति हुनु पर्दो रहेछ हामीले खाने पानीको भन्दा
5 to 10 डिग्री सेन्टिग्रेड, नट टु कोल्ड नट टु हट, एकदमै ठिक्कको पानी है। अनि डेली टेक सुड बी 4 to 5 लिटर पर डे। ओके, यहाँ हेर्नुहोस् यहाँनिर दिएको छ कि खास भन्यो भने यो चाहिँ करेक्ट आन्सर हो। अब त्यहाँ माथि हामीले 2 to 3 लाउने बाध्यता छ है। डेली सुड टेक 4 to 5 लिटर पर डे। अर्को चाहिँ pH 4.5 to 6.5 होइन, 6.5 to 7 तिरको माथिको लाइनको हुन्छ है पानीको pH नर्मली। सो यो चाहिँ होइन, एसिडिक पानी खाँदैनौँ हामी। यसै हाम्रो पेटमा चाहिँ स्टमक भित्र चाहिँ हाइड्रोक्लोरिक एसिड बनि नै राखेको हुन्छ होइन, जसले गर्दा हामीलाई ग्यास्ट्राइटिसहरूको एकदम प्रब्लम हुन्छ। तर हामी कहिले पनि टु एसिडिक पानी पनि खाँदैनौँ। pH कम हुनु भनेको 2 एसिडिक पानी भयो, pH बढी हुनु भनेको 2 अल्कालाइन पानी भयो। हामी यो दुइटै पानी खाँदैनौँ, हामी चाहिँ ठिक pH मेन्टेन भएको पानी खान्छौँ है। हाम्रो ह्युमन ब्लडको pH भनेको चाहिँ 7.35 to 7.45 हो। सो यही ब्लडलाई मिल्दो जुल्दो pH भएको चाहिँ हामीले पानी खाएको हुन्छौँ है, त्यो कुरा याद राख्नु पर्यो। कति रहेछ त, म यहाँ पनि लेखिदिन्छु। हाम्रो ब्लड pH कति हो, 7.35 to 7.45 है। यहाँनिर यो चाहिँ ब्लडको pH भयो है। ल, स्केबिज इज एन एक्जाम्पल अफ भनेर सोधेछ। स्केबिजलाई नेपालीमा के भन्छ ल भनिदिनुहोस् त एकजनाले। के भन्छ स्केबिजलाई, भनिदिनुहोस् भनिदिनुहोस्। के भन्छ थाहा छ कसैलाई, भन्नुहोस् त, थाहा छ कि छैन? ए मेरो मेरो ऊ आएको छैन, आवाज आएको छैन। ल, स्केबिज भनेको आइरहेछ भने आइरहेछ भन्नु त तपाईँहरूले। स्केबिज भने के हो चाहिँ नभने होला, भनिदिनु भनिदिनु। हेलो, मेरो आवाज आएन क्या? आछ म्याम। ओके ओके, लुतो, ओके ठिक भन्नुभयो है। ल, स्केबिजलाई चाहिँ नेपालीमा लुतो भन्छ है। अनि त्यस पछाडि चाहिँ तपाईँहरू त्यो त्यो माथिको स्लाइडमा मैले एक्सप्लेन गरेको छैन भन्नु, म तलकोमा आएको है, तलको त्यो डबल भएछ कि यहाँनिर मैले एक्सप्लेन गरेको छु कि, त्यही भएर तपाईँहरूलाई देखाएरै भनौँ भनेर। सो हामीले चाहिँ पहिला स्केबिजको क्वेसन जानुभन्दा अगाडि यो 4वटा टर्मको बारेमा बुझौँ है। यो वाटर बोर्न डिजिज भने के रहेछ, वाटर वर्स्ट डिजिज भने के रहेछ, वाटर बेस्ड डिजिज र वाटर रिलेटेड डिजिज भनेको के हो भनेर बुझौँ है पहिला सुरुमा। अनि बल्ल अरू क्वेसन्स आयो भने हामीलाई गर्न सजिलो हुन्छ यो 4वटा बुझ्यो भने है। अब वाटर बोर्न डिजिजमा जाउँ है। वाटर बोर्न डिजिज भनेको चाहिँ माइक्रो अर्गानिजम ट्रान्समिट थ्रु वाटर। वाटरलाई चाहिँ माइक्रो अर्गानिजमले ट्रान्समिसनको रुट बनाएको हुन्छ, त्यसलाई चाहिँ वाटर बोर्न डिजिज भन्छ। जस्तो कि साल्मोनेला, साल्मोनेला भनेर टाइफोइड बनाउँछ होइन। हामीले के खान्छौँ त, फोहोर पानी के यताउता खायौँ भनेदेखि के भयो त, हामीलाई यो साल्मोनेला कन्टामिनेट भएको पानी खाइसक्दाखेरि हामीलाई टाइफोइड हुन्छ होइन। फुड बोर्न डिजिज हो यो, टिपिकली पानीमा हुन्छ। त्यसरी चाहिँ हामीले खायौँ भनेदेखि त्यसलाई के भन्छ त, वाटर बोर्न डिजिज। एनी डिजिज जसले चाहिँ पानीलाई माध्यम बनाउँछ हाम्रो जिउभित्र जानको लागि भनेदेखि त्यसलाई के भन्छ त, वाटर बोर्न डिजिज भन्यो है। अर्को छ वाटर वर्स्ट डिजिज। वाटर वर्स्ट डिजिज भने के हो भन्दा, वर्सन ड्यू टु ल्याक अफ क्लिन वाटर फर प्रपर हाइजिन भनेको चाहिँ राम्रोसँग सफा पानीले हाइजिन मेन्टेन नगरेको कारणले गरेर यो डिजिज उत्पन्न भएको। फर इक्जाम्पल लुतो कस्तो मान्छेलाई हुन्छ त, जसले सरसफाइ पानीले राम्रोसँग सरसफाइ गरेन त्यस्तो मान्छेलाई यो लुतो लाग्छ। सो वाटर चाहिँ एउटा के भयो त, सफा गर्ने टुलको लागि युज भएको छ। यसलाई चाहिँ वास भनेको सफा गर्नु होइन। सो वाटर वर्स्ट डिजिज, यसैलाई चाहिँ स्केबिज भनिन्छ। लुतो पानीले राम्रोसँग सरसफाइ गरेन भनेदेखि आउने रोग हो है। यसरी वाटर वर्स्ट डिजिज भनेको चाहिँ स्केबिज। ल, अर्को छ वाटर बेस्ड डिजिज भने। अब वाटर बेस्ड डिजिज के भयो त भन्दा, वाटर बोर्न भनेको चाहिँ ट्रान्समिसनलाई हेल्प गर्ने थियो होइन। तर वाटर बेस्ड डिजिज भनेको चाहिँ मस्किटोले, कुनै पनि मच्छरले चाहिँ त्यो पानीलाई चाहिँ हेबिटेट बनाएर त्यहाँबाट सर्ने डिजिज चाहिँ त्यसलाई चाहिँ के भन्छ, वाटर बेस्ड डिजिज भन्छ। जस्तो यी मलेरियाहरूले चाहिँ यो माथिबाट पानी परेपछि एकदमै स्ट्याग्नेन्ट वाटर, त्यो रिभर सिभरमा हुँदैन है यो मलेरियाहरू। त्यो एकदमै सम्म पानी क्या, कुनै गमलाको त्यो तलपट्टिको भागमा अलिकति पानी जम्यो भने त्यस्तोमा यिनीहरूले बच्चा पाउँछ है। अनि कतैपट्टि
कतैनिर पानी स्टोर गरेर राखेको छ, त्यसमा लेउसेउ सबै लागिसक्यो, त्यो यतिकै छ, त्यो पानी कसैले चलाएको छैन, स्ट्याग्नेन्ट छ गऱ्यो भनेदेखि त्यहाँ पनि हुन्छ। सो के रहेछ त भन्दा वाटर बेस्ड डिजिज भनेको चाहिँ वाटरलाई आफ्नो हेबिटेट बनाउने, त्यसलाई चाहिँ वाटर बेस्ड डिजिज भन्यो। टिपिकली मलेरियाको एउटा इक्जाम्पल दिए। अब अर्को छ वाटर रिलेटेड डिजिज। वाटर रिलेटेड डिजिज भनेर चाहिँ के रहेछ भन्दाखेरि इट इज ड्यू टु इन्टेक अफ डर्टी वाटर। सो माथि वास र वाटर रिलेटेड डिजिजको डिफरेन्स भिन्नता हेर्नुहोस् है। एउटा चाहिँ पानीले नधोएर भइरहेछ, अर्को चाहिँ फोहोरी पानी भएर भइरहेछ क्या। सो के भयो त भन्दाखेरि चाहिँ ड्यू टु इन्टेक अफ वाटर, जस्तो कि डायरिया, डिसेन्ट्रीहरू चाहिँ वाटर रिलेटेड डिजिज भयो है। जरुरी छैन कि पानी खाएरै हुन्छ भने जरुरी चाहिँ छैन, तर डायरिया डिसेन्ट्री चाहिँ वाटर रिलेसन चाहिँ छ है यसको पानीमा भनेको। यो चाहिँ वाटर रिलेटेड डिजिज। ल यतिसम्म बुझ्नुभयो, यो 4वटा टर्म बुझ्नुभयो। अहिले तल तल क्वेसन्सहरुमा आउँछ है, बुझ्नु भएको छैन भने म अहिले एकछिनमा फेरि बुझाइदिउँला लास्ट। नेक्स्ट, प्राइम अथवा मेजर अथवा मेन सोर्सेस अफ वाटर भने के हो भनेर सोध्छ। अभियसली मेन सोर्स अफ वाटर, प्राइम सोर्स अफ वाटर, पैसै नलाग्ने के पनि नलाग्ने के हो त नेचुरली आउने रेन वाटर भयो है। अनि अर्को छ अब तपाईको चाहिँ अब के थाहा पाउनु पर्यो भन्दा रेन वाटर, सर्फेस वाटर, रिभर वाटर, ग्राउन्ड वाटरहरूको बारेमा अलिअलि थाहा पाउनु पर्यो है। यो सर्फेस वाटर भनेको चाहिँ कस्तो भनेदेखि तपाईको चाहिँ एउटा मानिलिउँ एउटा पन्ड छ अरे होइन, एउटा कुवा छ अरे मानिलिउँ, यत्रो उसमा गाउँघरमा छ अरे। त्यो माथिपट्टि पुरै हरियो लायो भने चाहिँ नि पुरै त्यो चाहिँ के अरे त्यो लोटसै लोटस फुल फुलिरहेको हुन्छ, के लेउले माथिबाट त्यो पानीलाई छोपिरहेको हुन्छ, तीहरू भनेको सर्फेस वाटर भयो। तिनीहरू चाहिँ के हुन्छ भने दे आर भेरी प्रोन टु पल्युसन बिकज त्यो स्ट्याग्नेन्ट पनि छ। त्यो कुवालाई हामीले गएर ढुङ्गा नहानेसम्म त्यो के पनि हल्लेको हुँदैन, त्यो यतिकै स्ट्याग्नेन्ट हुन्छ। हामी गएर पौडी नखेलेसम्म स्ट्याग्नेन्टै हो, त्यो हल्लिँदैन त्यो पानी, त्यो पन्डहरूको होइन। अनि के हुन्छ भन्दाखेरि बाटोमा धुलो उडिरहेछ, त्यो सबै उडिरहेछ, त्यो कहाँ गएर जम्मा हुन्छ त त्यही माथिपट्टि गएर तैरिरहेको हुन्छ कि। सो दे आर भेरी प्रोन टु वाटर। अर्को रेन वाटर छ। रेन वाटरमा चाहिँ के हुन्छ भन्दाखेरि रेन वाटर त सफा वाटर हो, तर माथिदेखि तलसम्म ओजोन लेयर हुँदै 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 तल आउँदाखेरि के हुन्छ भन्दा एसिडिक कन्टेन्टसँग पनि मिसिएको हुन्छ, अलिअलि केमिकलसँग पनि मिसिएको हुन्छ कि रेन वाटर है। अर्को छ ग्राउन्ड वाटर। ग्राउन्ड वाटर भनेको चाहिँ कस्तो भयो भन्दाखेरि तपाईँको यो मानिलिउँ यो के अरे कल मुनिबाट आएको पानी के कलको भनौँ अथवा त्यो ट्युबवेल भनौँ, त्यसलाई के भन्छ इनार। के हुन्छ इनारको तलपट्टिको पानी खन्दाखेरि त्यहाँनिर ढुङ्गाहरू हुन्छ, रक्सहरू हुन्छ, यत्रो यत्रो ठुल्ठुलो होइन सोइलहरू हुन्छ। त्यो माटोमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ ब्याक्टेरियाहरू, अनि त्यस पछाडि त्यो माइक्रोबायोटा कुनै पनि के ब्याक्टेरिया, भाइरस, प्रोटोजा कुनै पनि चाहिँ के हुन्छ भने त्यही ढुङ्गा रकहरूले चाहिँ त्यसलाई सेडिमेन्ट गरेर राख्दो रहेछ क्या। तपाईँहरूले देख्नुभयो होला नि फिल्ट्रेसनको एउटा प्रोसेसमा माथिपट्टि ट्याङ्कीमा माथिपट्टि कतिले चाहिँ सानो गिट्टीहरू राखेर अनि फिल्टर गरेर हुन्छ नि, त्यही प्रोसेस भयो क्या त्यो इनारभित्र पनि। किनभने त्यहाँनिर ढुङ्गाहरू हुन्छ वरिपरि तलपट्टि, अनि त्यसमा चाहिँ ती ब्याक्टेरियाहरू चाहिँ त्यहीँनिर छोडेर माथिपट्टि पानी चाहिँ सफा हुने रहेछ क्या, त्यसलाई चाहिँ ग्राउन्ड वाटर भनिन्छ है। सो सबैभन्दा राम्रो पानी कुन हो भनेर सोध्यो भने चाहिँ ग्राउन्ड वाटर हुन्छ। सबैभन्दा राम्रो पानी सेफेस्ट सोर्स अफ वाटर होइन। तर प्राइम सोर्स अफ वाटर, कुनै पनि सोर्स अफ वाटर कसरी आउँछ, कहाँबाट आउँछ भनेर प्राइम सोर्स वाटर चाहिँ के हो त रेन नै हो है त। अर्को 10 नम्बरको क्वेसनमा जाऊँ ल। अल अफ द फलोइङ आर द क्यारेक्टरिस्टिक्स अफ रेन वाटर एक्सेप्ट भनेको छ है। अब रेन वाटरको क्यारेक्टरिस्टिक्स कुन चाहिँ होइन है त, कुन चाहिँ होइन भनेर जानु है। केमिकली इट इज भेरी सफ्ट। ओके, अरू वाटर भन्दा कम केमिकल्स होला तर सफ्ट हुन्छ है यो रेन वाटर। तपाईँहरूले कहिले पनि थापेको यो रेनको पानीले नुहाउनु भएको छ, के गर्नु भएको छ भने तपाईँहरूले आफ्नो कपाललाई फिल गर्न सक्नुहुन्छ। एकदमै सलसल कन्डिसनरै लाउन नपर्ने गरेर चाहिँ कपाल एकदमै सलसल बगिरहेको हुन्छ है। अनि हाइली मिनरल कन्टेन्ट, यस एकदमै हामीलाई यो रेन वाटर राम्रोसँग थापेको छ भने त खाँदाखेरि यस्तो त्यो अर्कै खालको मिनरल हुन्छ नि, कस्तो कस्तो जस्तो एकदमै त्यो अर्कै खालको टेस्ट आउँछ है यसको। अनि इट इज प्योरेस्ट इन वाटर नेचर, अब माथिबाट आएको एकदम प्योरेस्ट नेचरको भयो। अनि प्राइम सोर्स अफ अल वाटर भनेको छ। अब यो प्राइम सोर्स अफ अल वाटर हो कि होइन त, अभियसली होइन। सर्फेस वाटरको सोर्स हुन सक्छ, माथिबाट रेन पर्यो कुवामा पानी जम्यो त्यो सर्फेस वाटर हुन सक्छ है। तर ग्राउन्ड वाटरको सोर्स चाहिँ रेन होइन। ग्राउन्ड वाटरको सोर्स चाहिँ हामीले तल जमुन मुनिबाट पानी निकाल्यो हो नि त, यो रेन माथिबाट गएर डिपोजिट भएको पानी त होइन। त्यही भएर
ग्राउन्ड वाटरको सोर्स चाहिँ हाम्रो रेन वाटर होइन। सो हाम्रो के चाहिँ रङ भयो भन्दाखेरि चाहिँ इट इज नट प्राइम सोर्स अफ धेरै वाटर त हो तर अल वाटर चाहिँ होइन। रेन चाहिँ रेनले मात्रै हामीले पानी पाइरहेको छौँ भन्ने कुरा चाहिँ होइन, किनभनेदेखि त्यो ग्राउन्डबाट आएको त्यो पानी चाहिँ रेनको उसले होइन है। यो कुरा चाहिँ हामीले जान्नु पर्यो। अर्को छ स्प्रिङ इज एन एक्जाम्पल अफ भनेको छ। स्प्रिङ इज एन एक्जाम्पल अफ के वाटर भनेर भन्दाखेरि चाहिँ ग्राउन्ड वाटर। ए वाटर केम टु सर्फेस फ्रम द अन्डरग्राउन्ड सर्फेस, त्यसलाई चाहिँ ग्राउन्ड वाटर भन्छ। तलपट्टिको पानी चाहिँ माथि, अब त्यही त हो नि, इनार खन्या छ भने माथि माथि पानी आउँदै गर्छ, हामी पानी खाँदै गर्छौँ होइन। सो त्यसलाई चाहिँ के को एक्जाम्पल हो त्यो स्प्रिङको, त्यसलाई चाहिँ स्प्रिङ भन्छ के अर्को उसमा है। अब सी वाटरमा सल्ट कति हुन्छ भनेर अर्को क्वेसन छ। सल्ट कन्टेन इन सी वाटर भनेर अभियसली सी वाटरमा अरू हामी यहाँको रिभर्सहरू भन्दा सी वाटरमा सल्ट बढी हुन्छ, तर यति पनि बढी हुनु हुँदैन कि हामीलाई चाहिँ एकदमै बस्न नै गाह्रो हुने गरेर। त्यही भएर यति कुरा याद राख्नुहोस्, त्यहाँ मध्येको अप्सनहरूको एकदमै मिनिमम अप्सन हुन्छ, इट इज 3.5%। सी वाटरको नुनको कन्टेन्ट चाहिँ त्यहाँ तपाईँहरूले दिएको अप्सन भन्दा मिनिमम अप्सनै हुन्छ 3.5% भनेर याद गर्नुहोस् है यसको पनि। ल पर्सेन्टेजहरू चाहिँ कति कुराहरू तपाईँहरूले घोक्नुपर्ने हो। अघि मैले डेटको एउटा चार्ट बनाउनु भने जस्तै गरेर अब तपाईँहरूले चाहिँ पर्सेन्टेजको एउटा चार्ट बनाउनु भयो भनेदेखि सर र एक्जाममा चाहिँ एकदमै 10 मिनट अगाडि त्यो मात्रै हेरेर जानुभयो भने तपाईँको डेट पनि रङ हुँदैन र पर्सेन्टेज पनि कहिले पनि रङ हुँदैन। यसरी यो घोक्नुपर्ने कुराहरू चाहिँ टक्क भित्तामा लेखेर राखिहाल्नु, यही हो एउटा टेक्निक है हामीले गर्न सक्ने, एभ्री डे रिभाइज गर्ने। मैले यो 13 नम्बरको अघि नै भनिहालेँ, सेफेस्ट सोर्सेस अफ वाटर के हो त ग्राउन्ड वाटर है। ल नेक्स्ट यहाँ विच त्यो यो उसको अहिले एकछिनमा आउँछ, यहाँ तल क्वेसन आउँछ अनि त्यस पछाडि बल्ल म चाहिँ गरिदिन्छु, यो एकैछिनै म हटाइहाल्छु। विच सोर्सेस अफ वाटर मे बी ग्रसली पल्युटेड। ल अघि भर्खरको क्वेसन हेर्नु, दुईटा क्वेसन एउटै कुराको आयो। ग्रसली पल्युट कुन हुन्छ त माथि त्यो कुवाको सर्फेस वाटर, त्यो कुवाको पानी चाहिँ ग्रसली पल्युट हुन्छ किनभने त्यो स्टाग्नेन्ट छ, त्यो कहिले पनि बगेर पनि जाँदैन, त्यो केही पनि हुँदैन, त्यसलाई सफाइ गर्नुपर्छ। जस्तो कि स्विमिङ पुलहरू माथिपट्टि फोहोर भयो भने तैरेर बस्छ, त्यो कहिले जान्छ त, त्यसलाई सफाइ गर्नुपर्छ, त्यसको कुनै पनि उ गर्न मिल्दैन है। अब अर्को छ एलिमेन्ट्सहरू त पानीमा एकदमै धेरै हुन्छ, तर कुन चाहिँ कुनमा धेरै हुन्छ भन्ने धेरै क्वेसन्सहरू आइरहन्छ हुन्छ है। सो याद गरौँ, आइरन भन्ने एलिमेन्ट चाहिँ म्याक्सिमम प्रेजेन्ट इन भनेर भनेको छ। सो यो आइरन चाहिँ सबैभन्दा धेरै कुनमा, हामीहरूले कलको पानी खानुहोस् राम्रो हुन्छ, इनारको पानी खानुहोस् राम्रो हुन्छ भन्छौँ नि, त्यसको कारण के हो त आइरन धेरै पाइन्छ त्यो खानेकुरामा है। आइरन हामीलाई किन चाहिन्छ, हेमोग्लोबिन बन्नको लागि, हाम्रो शरीरमा रगत पुरा मात्रामा बन्नको लागि हामीलाई आइरनै चाहिन्छ। सो आइरनले चाहिँ के गर्छ त ग्राउन्ड वाटरमा चाहिँ एकदमै धेरै पाइन्छ है, त्यही इनारको पानीमा। क्यारेक्टरिस्टिक फिचर अफ ग्राउन्ड वाटर के हो भनेर सोधेछ है। अब हाई मिनरल एन्ड लो प्याथोजेनिक, अघि भनिसकेँ मिनरल भनेको आइरन धेरै हुन्छ, प्याथोजेन्सहरू एकदम कम हुन्छ, किनभने त्यहाँ तल त्यो रक्स एन्ड सोइल्स हुन्छ, त्यसैमा प्याथोजेन चाहिँ त्यहीँ हराइरहेको हुन्छ, माथिको पानी चाहिँ सफा हुन्छ। मोडरेटली हार्ड वाटर दुईटा टाइपको हुन्छ, सफ्ट वाटर र हार्ड वाटर हुन्छ है। यो चाहिँ मोडरेटली हार्ड वाटर हुन्छ, तर अलिकति पहेँलो, यो आइरन मिसेको पानी भएको कारणले गरेर आइरन त रस्ट हुन्छ नि त, पछि आइरन फेरिक फर्म हुन्छ, अनि त्यसपछि पछि फेरस फर्मतिर गयो भनेदेखि त्यसले रस्ट क्या, त्यो खिया भन्छ नि नेपालीमा होइन, खिया डेभलप गर्छ। अनि हाम्रो याद गर्नु भएको छ तपाईँहरूले, यो कलको पानीहरूले चाहिँ सेतो लुगाहरू पहिला हामी लाउँथ्यो नि, स्कर्टहरू सेतो हुन्थ्यो, हप्तामा एकचोटि स्कुलहरूमा लाउने, त्यस्तो लुगाहरू के हुन्छ तपाईँको धोयो भनेदेखि पहेँलो भएर निस्किन्छ। इट इज बिकज अफ त्यो इनारको पानीमा चाहिँ एकदमै धेरै आइरन कन्टेन्ट हुन्छ, अनि त्यसले चाहिँ लुगाहरूलाई सबैलाई पहेँलो बनाउँछ, त्यो रस्ट डेभलप भएको कि। अनि नो प्याथोजेन हुँदैन प्रायः जस्तो, त्यो तलको पानीमा एकदमै प्याथोजेन फ्री हुन्छ। र यहाँ यो क्वेसनले चाहिँ अलिकति हाई कोलेस्ट्रोल लेखाएको छ, यो कोलेस्ट्रोल भन्ने कुरा होइन है, क्लोराइड है। यो पानीमा चाहिँ अघि नै भन्यो मिनरल्सहरू एकदमै धेरै हाई हुन्छ, यसमा अर्को चाहिँ के हुन्छ भन्दा क्लोराइड चाहिँ 10 mg पर लिटर, 1 लिटर पानीमा 10 mg जति क्लोरिन पाउँछ भने चाहिँ अलिकति धेरै नै छ होइन। क्लोरिन इटसेल्फ एक्ट्स एज अ डिकन्टामिनेसन गर्न मिल्ने तत्त्व हो क्लोरिन भनेको है। हामीले डिसइन्फेक्टेन्टको रूपमा हाल्छौँ नि, त्यो एउटा क्लोरिनको डब्बा पाउँछ, अनि त्यसै जारको पानीमा चाहिँ आधी घन्टा 2 थोपा हालेर राख्यो भनेदेखि आधी घन्टा पछि खाना मिल्छ, यो पानी शुद्ध हुन्छ, क्लोरिनले पानीलाई शुद्ध गर्छ भनेर पनि खाइरह हुन्छौँ नि हामीहरू होइन, त्यही हो। सो यो कलको पानी भएकोहरूको कस्तो रहेछ त फिचर्सहरू, यसमा प्याथोजेन एकदमै कम हुन्छ,
यसमा मिनरल कन्टेन्ट एकदमै हाई हुन्छ अनि अर्को चाहिँ क्लोराइडको कन्टेन्ट एकदमै हाई हुन्छ है। यो कोलेस्ट्रोल भन्ने कुरा चाहिँ काट्ने मेसेज यो होइन है। ल आइरन म्याक्सिमम फाउन्ड इन अघि नै भने मैले त्यो वाटर भनेको डिप वेल हो, सो के गर्ने त ग्राउन्ड वाटर अथवा डिप वेल लाउनु पर्छ है। नेक्स्ट स्यानिटरी वेल शुड ह्याभ फलोइङ क्यारेक्टरिस्टिक्स भनेर भनेको छ। अब एकदमै राम्रो वेलको क्यारेक्टरिस्टिक्स के हो भनेर तपाईँहरूले थाहा पाउनु पर्यो। कहाँनिर हुनुपर्छ त इनार खन्दाखेरि खन्ने योग्य ठाउँ कति ठाउँमा हो भन्दाखेरि चाहिँ वेल शुड बी लोकेटेड ग्रेटर देन 100 मिटर फ्रम दि रेसिडुअल एरिया भनेर भनेको छ। किनभनेदेखि एउटा कुरा त यो कन्टामिनेट हुन्छ रेसिडुअल एरियाबाट, किनभने हाम्रो ढल पनि सँगसँगै हुन्छ रेसिडुअल एरियामा है। सो वेल चाहिँ रेसिडुअल एरिया भन्दा 100 मिटरको दूरीमा हुनुपर्छ। जहाँनिर ढल छ त्यहाँभन्दा तपाईँहरूको चाहिँ एटलिस्ट अब यहाँनिर अर्को छ डिस्टेन्स बिट्विन वेल एन्ड टोइलेट नट मोर देन 15 मिटर, होइन 15 मिटर हुनै पर्छ, मोर देन 15 मिटर। टोइलेट र वेलको यो उसको डिस्टेन्स त 15 मिटर त मिनिमम हुनै पर्छ है, त्यहाँ नट लेखेको छ, त्यही भएर त्यो हुनु होइन, त्यो मिलेन एन्सर, स्यानिटरी वेलको क्राइटेरिया मिलेन। अर्को छ प्लेटफर्म शुड बी कन्स्ट्रक्टेड अल डायमिटर, योसँग पनि मतलब भएन है, डायमिटर जसरी बनाए पनि हुन्छ कुवाको त्यो फरक पर्दैन है। वेल शुड बी कभर्ड, कभर त हो होइन, कभर त हो, यो सबै फेसिलिटिजहरू हुनुपर्छ। तर अर्को कुरा त्यहाँनिर के छ भन्दाखेरि चाहिँ वेल शुड बी लोकेटेड मोर देन 100 मिटर फ्रम दि रेसिडुअल एरिया, मोर देन 100। सो हाम्रो वेल चाहिँ कहाँनिर हुनुपर्छ त रेसिडुअल एरियाको नजिक। यति टाढा वेल भयो भनेदेखि चाहिँ हामीलाई एउटा त पानीको सोर्स लिनलाई पनि एकदमै धेरै टाढा भयो, अर्को भनेको चाहिँ यो चाहिँ डिस्टेन्स हाम्रो मेन्टेन भएन। सो हामीले तपाईँहरूले याद गर्नुभएको छ अब काठमाडौँकै ठाउँ हेरौँ अथवा कुनै पनि गाउँको ठाउँ हेरौँ, लगभग 15-20 मिटर 30 मिटर भित्रै हुन्छ यो इनार, जसलाई आफ्नो आफ्नो सुविधाको लागि हुन्छ। सो बेसिकली चाहिँ तपाईँहरूले के याद गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यही हो, राम्रोसँग टोइलेटको डिस्टेन्ससँग चाहिँ मेन्टेन गर्नु पर्यो, टोइलेटसँग चाहिँ मोर देन 15 मिटरकै डिस्टेन्समा हुनु पर्यो टोइलेट र के अरे ढल चाहिँ होइन, ढल र खानेपानी चाहिँ डिस्टेन्समा हुनु पर्यो, तर यति टाढाको डिस्टेन्स चाहिँ हुनु हुँदैन। सो स्यानिटरी वेल शुड ह्याभ अल द क्यारेक्टरिस्टिक्स एक्सेप्ट कुन चाहिँ होइन भन्दाखेरि चाहिँ यति टाढा ढल चाहिँ हुनु, यति टाढा के अरे वेल चाहिँ हुनु हुँदैन भनेर भनेको है। द चिपेस्ट एन्ड द मोस्ट प्र्याक्टिकल सोर्सेस अफ वाटर के हो त, एकदमै सर्फेस वाटर राम्रो छैन, मोस्ट प्र्याक्टिकेबल सोर्स पनि होइन हेर्नुहोस्, किनभनेदेखि कुवाको पानी त्यो पन्डको पानी फोहोर हुन्छ अनि त्यस पछाडि सधैँ पन्डसम्म गएर हामी पानी ल्याउने हामीसँग त्यति टाइम पनि छैन र त्यो एकदमै टाइम कन्ज्युमिङ हुन्छ है। पानी ल्याउँदा ल्याउँदै आधी पानी पोखिन्छ, त्यो असम्भव कुरा नै भयो है। अनि रेन वाटर, अब रेन वाटर भनेर सधैँ पर्दैन अनि कति थाप्ने कति चलाउने, त्यो त मोस्ट प्र्याक्टिकेबल कुरा त भएन। चिपेस्ट त हुन जान्छ तर प्र्याक्टिकेबल छैन, सधैँ पुग्दैन नि त रेन वाटरले, त जहिले त पानी पर्दैन। अनि त्यो भएर सबैभन्दा राम्रो मोस्ट चिप पनि र प्र्याक्टिकेबल के भयो त एउटा इनारै खन्ने एउटा कलै राख्ने, त्यही नै बेस्ट हो है। वाटर क्यान बी स्टोरेज म्याक्सिमम टाइम, हामी एउटा बोतलमा राखेको पानी कतिसम्म चाहिँ हामीले खान मिल्छ भन्दा 14 दिनभित्र खाइसक्नुपर्छ। पानी कहिले पनि पुरानो हुँदैन ह्यान त्यान भनेर नेपालीमा हामी सुनिरहन्छौँ नि, तर म्याक्सिमम टाइम कहिले रहेछ त 14 दिन है। त्योभन्दा पछाडि चाहिँ किटाणुहरू, किनभने त्यो स्ट्याग्नेन्ट वाटर हुन्छ नि त, पानी त हामीले हल्लाएर त बस्दैनौँ, त्यो पानी बोतलमा त यतिकै हुन्छ होइन। सो त्यो स्ट्याग्नेन्ट हुन्छ अनि त्यसमा चाहिँ जति स्ट्याग्नेन्ट हुँदै गयो त्यति किटाणुहरू बाहिरबाट पर्न सक्ने चान्स एकदमै बढ्छ, इभन त्यो मस्किटोहरू नै आएर बस्ने चान्स बढ्छ है। सो म्याक्सिमम नै 10 to 14 डेज मात्रै स्टोर गरेको पानी खान मिल्छ। अब यो मिनरल वाटरहरू बेच्छ नि मान्छेहरूले, वर्षौँ वर्षको हुन्छ, त्यो होइन, तपाईँहरूले डेट हेरेर लिने गर्नु है, कहिले हालेको यो पानी अनि कहिले चाहिँ कति दिनसम्म खान मिल्छ भनेर डेट हेरी हेरी लिनु होला। इभन जारको पनि त्यस्तै, कसैले घरमा जारको पानी खाने गरेको छ भनेदेखि त्यसको पनि डेट हेरेर लिनुपर्छ है। अर्को छ which process of water storage reduce the content of ammonia, free ammonia। फ्री अमोनिया एकदमै डेन्जरस हुन्छ हाम्रो बडीको लागि होइन। सो कुनले चाहिँ कुन प्रोसेस अफ वाटरले चाहिँ यो अमोनियालाई चाहिँ कम गराउने चान्स गर्छ भन्दा चाहिँ डेफिनेटली केमिकल प्रोसेस, हामीले त्यो क्लोरिन हाल्छौँ, अरू मेथड अफ वाटर आयोडिनहरू हाल्छौँ, के छ हाम्रो चाहिँ डिसइन्फेक्ट गर्ने वाटरहरूलाई अनि खान मिल्ने तरिकाले। सो केमिकल प्रोसेसले चाहिँ अमोनियालाई हटाइदिन्छ त्यो पानीबाट, वाटर स्टोरेजको पानीबाट है। अनि बायोलोजिकल प्रोसेसबाट पनि राम्रो हुन्छ, तर के हुन्छ भने एकदमै स्लो प्रोसेस हो यो, एकदमै टाइम लाग्छ, त्यतिन्जेलसम्म हामीले कुर्दैनौँ है। अनि यो के अरे यो केमिकल प्रोसेसमा चाहिँ के भन्छ,
इट क्रिएट्स अ लेयर अफ माइक्रो अर्गानिजम्स अनि रिमुभ्स यो यो उनै रिमुभ गर्छ कि यसले चाहिँ जति पनि लेयरहरू बसेको छ त्यो अमोनियाहरू कसले सिक्रिट गर्छ भन्दा ब्याक्टेरियाले है हाम्रो बडीको पेटभित्र पनि अमोनिया सिक्रिट गरेर हुन्छ त्यही भएर हामीलाई एकदम पेट दुख्छ ग्यास्ट्राइटिस हुन्छ ब्याक्टेरियाहरूको इन्फेक्सन भयो भनेदेखि हाम्रो बाहिरपट्टि पनि यो ब्याक्टेरियाले चाहिँ के निकाल्न सक्छ भन्दा अमोनिया ग्यास निकाल्न सक्छ के त्यो पानीमा सो के हालेर चाहिँ त्यसलाई अमोनिया फ्री गर्ने भन्दा केमिकल प्रोसेस इज द बेस्ट प्रोसेस है त मोस्ट इम्पोर्टेन्ट रोल इन स्लो स्यान्ड फिल्टर एन्ड ऱ्यापिड स्यान्ड फिल्टर भनेर भनेको छ है अब तपाईँले के बुझ्नु पर्यो भन्दा स्लो स्यान्ड फिल्टर भनेको के हो र ऱ्यापिड स्यान्ड फिल्टर भनेको के हो भन्ने कुरा बुझ्नु पर्यो है पहिला सुरुमा हामी जाउँ ऱ्यापिड स्यान्ड फिल्टर भनेको के हो यो ऱ्यापिड स्यान्ड फिल्टर भनेको चाहिँ टक्क लाएर एउटा दुईटा तिनवटा लेयर हुन्छ पानी माथिदेखि तल तल तिनवटा लेयरमा तैरिँदै जान्छ कि तर त्यसलाई चाहिँ के गर्नुपर्छ भन्दा हामीले चाहिँ एउटा केमिकलले डिसइन्फेक्ट गर्नुपर्ने हुन्छ क्या होइन अनि यो ऱ्यापिड स्यान्ड फिल्ट्रेसनमा चाहिँ जस्तो कि तपाईँको यो स्यान्डको साइज चाहिँ कत्रो हुन्छ भन्दाखेरि चाहिँ ठुलो हुन्छ 0.5 to 1.0 mm हुन्छ है ऱ्यापिडमा चाहिँ तर त्यही गरेर चाहिँ स्लो स्यान्ड फिल्टरमा चाहिँ के हुन्छ भने स्यान्डको साइज चाहिँ यहाँ माथि हेर्नुहोस् त 0.5 mm को छ अब यो जति सानो ढुङ्गा गिट्टी भयो त्यति राम्रो तरिकाले चाहिँ पानी फिल्टर हुने भन्ने कुरा छ कि किन भन्नुहुन्छ भनेदेखि चाहिँ जति सानो गिट्टी भयो तपाईँको त्यो दुईटा गिट्टीको बिचको ग्याप एकदमै कम हुन्छ है दुईटा गिट्टी ग्याप कम भयो भनेदेखि चाहिँ तपाईँको पानी बिस्तारै स्लोली फिल्टर हुन्छ एकदमै स्लोली अनि त्यो फिल्टर हुँदाखेरि जति पनि प्याथोजेन्सहरू छ मैले अघि भनिहालेँ त्यो इनार खन्दाखेरि किन इनारको पानी राम्रो भनेको रहेछ भन्दाखेरि तलपट्टि रक्सहरू छ ढुङ्गाहरू छ अनि त्यसैमा ती प्याथोजेन्सहरू टाँसेर बस्छन् माथिपट्टिको पानी फ्री हुन्छ होइन सो यस्तै कुरा हो त्यो साना साना ढुङ्गा गिट्टीहरूमा चाहिँ सबै तपाईँहरूको प्याथोजेन्सहरू त्यहीँ गएर टाँसिन्छ र पानी चाहिँ प्याथोजेन फ्री भएर फिल्टर हुन्छ कि एकदमै स्लोली अनि यसलाई चाहिँ यस्तो पर्फेक्टली फिल्टर हुन्छ कि यहाँबाट चाहिँ एउटा पनि प्याथोजेन पास हुँदैन र यसलाई चाहिँ हामीले फेरि डिसइन्फेक्टेन्ट हालिरहनु पर्दैन तर यो ऱ्यापिड स्यान्ड फिल्ट्रेसन भनेको त यसमा स्यान्डहरूको साइज हेर्नुहोस् त 1 mm जतिको छ नि त ठुलो साइज छ होइन अनि यहाँबाट छिटो पानी बग्ने भयो तलपट्टि ठुलो साइजको छ ग्याप धेरै हुन्छ दुईटा ढुङ्गा बिचको अनि छिटो पानी जाने भयो अनि त्यो पानी गइसकिसकेपछि के हुन्छ भन्दाखेरि हाम्रो सबै केमिकल्सहरू चाहिँ फिल्टर आउट हुँदैन सो ती सबै कीटाणुहरू पनि 100% फिल्टर हुँदैन सो त्यो चाहिँ खाने पानी डिरेक्टली खानलाई योग्य हुँदैन र हामीले के गर्नुपर्छ भन्दा डिसइन्फेक्टेन्ट हालेर मात्रै युज गर्न पाइन्छ सो यहाँ क्वेसन सोधेको छ मोस्ट इम्पोर्टेन्ट रोल इन स्लो स्यान्ड फिल्टर एन्ड ऱ्यापिड स्यान्ड फिल्टर के हो भन्दाखेरि इट इज बिकज अफ दि स्यान्डको साइज जति सानो स्यान्डको साइज त्यति राम्रोसँग फिल्टर भएर जान्छ तर के छ त भन्दा स्लो स्यान्ड फिल्टरहरू चाहिँ ठुलो ठुलो काम कार्यलाई हुँदैन जस्तो हामीले कहिलेसम्म चाहिँ पानी भरिन्छ भनेर कुरिराख्ने त यस्तो यो स्लो स्यान्ड फिल्टरहरू चाहिँ एउटा घरवालाहरूलाई मात्रै हुन्छ तर हुन्छ नि बोरिङ खनेको छ अनि एउटा पुरै कम्युनिटीलाई पानी बाँड्नु पर्यो भनेदेखि यो सम्भव हुँदैन सो त्यो बेलामा हामीलाई ऱ्यापिडली पानी पठाउनु पर्ने हुन्छ होइन फिल्टर गरेर सो त्यस्तो बेलामा चाहिँ हामी ऱ्यापिडै स्यान्ड फिल्टर युज गर्छौँ तर के गर्छौँ भन्दा चाहिँ त्यहाँ चाहिँ डिसइन्फेक्ट हालेर अनि त्यस पछाडि त्यसलाई सफा पानी बनाएर अनि पठाउँछौँ त्यस्तो है तपाईँहरूले बोरिङको पानी गनाउँछ भन्नुहुन्छ नि अब सरकारले कतै चाहिँ कम्युनिटीहरूले बोरिङको पानी खनेर पठाएको छ भने तिनीहरूले डिसइन्फेक्टेन्ट हाले हुन्छ त्यही भएर गनाउँछ है पुरै ल स्लो स्यान्ड फिल्टर चाहिँ फर्स्ट टाइम कहाँ युज भएको थियो यो चाहिँ घोक्ने क्वेसन स्कटल्यान्ड भनेर याद गर्नुहोस् एज फर स्लो स्यान्ड फिल्टर एज फर स्कटल्यान्ड भनेर यो देशको नाम याद गर्नु होला है नट ट्रु अबाउट ऱ्यापिड स्यान्ड फिल्टरमा के चाहिँ ट्रु होइन अनि बाँकी तिनवटा चाहिँ ट्रु हो अर्को छ फर्स्टमा इट इज अल्सो कल्ड अ मेकानिकल फिल्टर ट्रु फिल्ट्रेसन रेट 98 to 99% ओके त्यो 1% पनि हामीले ब्याक्टेरियावाला खान मिल्दैन नि त पानी त 100% फ्री फ्रम ब्याक्टेरिया हुनुपर्छ त्यही भएर चाहिँ त्यसलाई डिसइन्फेक्टेन्ट हाल्नुपर्छ हामीले वाटर क्लिन बाई बेस एक्सचेन्ज प्रोसेस करेक्ट त्यो पनि हो बेसै क्लोराइड आयनहरू एक्सचेन्ज भएरै हुने हो यसमा चाहिँ क्लिनलीनेस तर मोस्ट इफेक्टिभ फिल्टर चाहिँ होइन मोस्ट इफेक्टिभ फिल्टर किन होइन भन्दा इट इज भेरी एक्सपेन्सिभ है डिसइन्फेक्टेन्ट पनि हाल्नु पर्यो स्लो ऱ्यापिड स्यान्ड फिल्ट्रेसनको यत्रो यत्रो ठुल्ठुलो डिभाइस हुन्छ त्यो पनि हाल्नु पर्यो अनि अलिक गाह्रो त्यही भएर महँगो पर्ने भयो अनि यसलाई चाहिँ इफेक्टिभ चाहिँ हुँदैन एउटा घरमा राख्ने हो भने त स्यान्ड फिल्ट्रेसन स्लो स्यान्ड फिल्ट्रेसन इज द बेस्ट है अर्को छ डिसइन्फेक्टेन्टतिर जाउँ हामी चिपेस्ट रिलायबल इफेक्टिभ एन्ड कमन युजेबल डिसइन्फेक्टेन्ट कुन हो
हाम्रो यो चारैवटा डिसइन्फेक्टेन्ट हो। पोटासियम परम्याङ्गनेट भने पनि त्यही हो, पानीलाई शुद्ध गराउने। आयोडिन भनेको पनि त्यही हो, ब्लिचिङ पाउडर भनेको पनि त्यही हो, र चाहिँ क्लोरिन भनेको पनि त्यही हो। यहाँ माथि चारवटा कुरा सोधेको छ हेर्नुहोस् त। सधैँ युज गर्ने, इफेक्टिभ, एकदमै रिलायबल, हामीले रिलाइ गर्न सक्ने र पैसा पनि ठिक ठिकै भएको चाहिँ क्लोरिन हो। तर त्यही तल अर्को क्वेसन सोधेको छ, मोस्ट इफेक्टिभ एन्ड चिपेस्ट, त्यहाँनिर रिलायबल सोधेको छैन अनि कमनली युजेबल भन्ने वर्ड सोधेको छैन भनेदेखि त्यो बेला चाहिँ एन्सर के हुन्छ त? ब्लिचिङ पाउडर। यो दुईटा क्वेसन याद गर्नुहोस् है। तपाईँ एउटा क्वेसनमा चारवटा कुरा हुन्छ, कमनली युज हुने चाहिँ के हो त? क्लोरिन हो। तर चिपेस्ट र अनि त्यस पछाडि इफेक्टिभ कुन छ भनेर भन्यो भने चाहिँ सबैभन्दा सस्तो चाहिँ ब्लिचिङ पाउडरै सस्तो हुन्छ है। हामीले धेरै कुरालाई ब्लिचिङ पाउडरहरू युज गरेर हुन्छ, लुगा धुनेदेखि लिएर ड्राई क्लिनमा मजाले त्यो युज गर्नेदेखि लिएर चाहिँ तपाईँको भुइँ सफा गर्नेदेखि लिएर पानी नै सफा गर्नेदेखि लिएर टोइलेट सफा गर्नेसम्म ब्लिचिङ पाउडरले एकदमै काम गरेर हुन्छ। सो इट इज भेरी चिप, इजिली अभाइलेबल। इन अ कन्डिसन अफ इमर्जेन्सी विच डिसइन्फेक्टेन्ट इज बेस्ट? अब डिसइन्फेक्टेन्ट, ल एउटा पानी छ अरे होइन, तपाईँसँग चाहिँ अब कहाँ तपाईँ टाढा जानु भएको छ अरे, अब तपाईँलाई त्यो कुवाको पानी जसरी पनि खानुपर्ने छ, तपाईँ पानी खाएकै अब पानी नखाएर तपाईँलाई कस्तो गाह्रो भइसक्यो भनेदेखि आयोडिन थोपा बोक्ने आफ्नो हातमा 2% को आयोडिन पाउँछ। त्यसले चाहिँ तपाईँको चाहिँ 5वटा ड्रप खाने अनि आधी घन्टाभित्र चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ कन्ज्युम गर्न सक्नुहुन्छ। सो इमर्जेन्सी मेथडमा चाहिँ डिसइन्फेक्टेन्ट कुन युज हुन्छ, कुन चाहिँ बेस्ट हो भनेर भन्यो भने चाहिँ त्यो चाहिँ के हो त? आयोडिन हो है। सो आयोडिन लिएर यो गर्न सकिन्छ, सजिलै अभाइलेबल पनि छ आयोडिन चाहिँ त्यो इमर्जेन्सीको लागि। यो तीनटा क्वेसन उस्तै उस्तै छ, तर तपाईँहरूले चाहिँ कुन बेला आयोडिन लाउने, कुन बेला ब्लिचिङ पाउडर लाउने र कुन बेलामा चाहिँ क्लोरिन लाउने भन्ने कुरा चाहिँ मजाले याद गर्नु होला, तपाईँले सक्नुहुन्छ है। अर्को छ फ्री रेसिडुअल क्लोरिन लेभल 0.5 mg/L विच इज मेजर्ड बाई भनेर, त्यही हो क्लोरिन मेजर गर्नेलाई क्लोरोस्कोप, कुनै पनि वर्ड मिल्दैन, क्लोरोस्कोपले मेजर गरिदिने, सक्यो। क्लोरिनलाई क्लोरो, त्यति याद गर्नुहोस्, तपाईँहरूलाई आइहाल्छ है। द फङ्सन अफ रेसिडुअल इफेक्ट भनेको के हो भने, रेसिडुअल इफेक्ट भनेको चाहिँ के भन्नुहुन्छ भनेदेखि कुनै पनि कीटाणुहरू बाँकी छ, प्याथोजन बाँकी छ, हार्मफुल केमिकल्सहरू बाँकी छ भनेदेखि चाहिँ त्यसले त हामीलाई रिकन्टामिनेट हुन सक्छ नि त होइन। अनि यो डिसइन्फेक्टेन्टहरूले चाहिँ यो क्लोरिनले चाहिँ स्लोली काम गर्छ क्या। किन काम गर्छ स्लोली भन्दाखेरि चाहिँ तपाईँको रेसिडुअल इफेक्ट पनि दिन्छ क्या यसले। त्यो भनेको चाहिँ के भनेदेखि रिकन्टामिनेसन हुँदैन। यदि सुरुमा त्यो क्लोरिन हाल्दाखेरि चाहिँ 99% मात्रै मरेको थियो भने त्यसको रेसिडुअल इफेक्ट जति बाँकी हुन्छ नि पानीमा, त्यसले चाहिँ त्यो 1%लाई पनि मार्छ क्या। सो रिकन्टामिनेसन हुनबाट बचाउँछ। अब जस्तो मानिलिउँ रे तपाईँहरूले चाहिँ 1 घन्टा अगाडि क्लोरिन पानी हाल्नु भएको थियो रे होइन, क्लोरिन हाल्नुभयो रे, अनि तपाईँहरूले चाहिँ त्यो पानी खानुभयो, तर 3 घन्टा पछाडि चाहिँ त्यो त्यतिकै तपाईँले खुल्लै छोडेर जानुभयो रे। अब त्यहाँ झिङ्गा सिङ्गा के आएर बस्यो तपाईँलाई थाहा भएन, तर अब तपाईँहरूले फेरि क्लोरिन हाल्ने हो त त्यो पानीमा? होइन। किन? त्यो पानी खान योग्य नै हुन्छ, किनभनेदेखि क्लोरिनको चाहिँ रेसिडुअल इफेक्ट हुन्छ। रेसिडुअल इफेक्ट भनेको के हो भन्दाखेरि चाहिँ त्यसले ढिलोसम्म काम गर्छ र फेरि एकछिन पछाडि झिङ्गा सिङ्गा आएर त्यहाँ बसेर कन्टामिनेट भएको छ भने पनि त्यसलाई क्लोरिनले मारिदिन्छ। सो द्याट इज द थिङ, त्यसलाई चाहिँ रेसिडुअल इफेक्टको काम हो। अनि त्यसले के प्रिभेन्ट गर्छ भन्दाखेरि चाहिँ भाइरस त सुरुमै मारेको थियो, पिएच पनि सुरुमै मेन्टेन गरेको थियो होइन, तर इट प्रिभेन्ट्स फ्रम रिकन्टामिनेसन। अब झिङ्गा सिङ्गा आएर त बस्यो तर कन्टामिनेट चाहिँ हुँदैन, किनभने त्यो झिङ्गा आएर बसेको कुरालाई फेरि क्लोरिनले मारिसक्छ, त्यो जे छोड्छ झिङ्गाले त्यसलाई मारिसक्छ है। त्यही भनेको रेसिडुअल इफेक्ट भनेको चाहिँ त्यही हो। मोस्ट डिजायरेबल टेम्परेचर फर ड्रिङ्किङ, अघि भर्खर पनि पढेको थियो, 5 देखि 10 डिग्री सेन्टिग्रेडको पानी, न तातो न चिसो। ल अर्को छ द एक्सन अफ क्लोरिन फर डिसइन्फेक्टेन्ट डिपेन्ड्स अपन, केमा डिपेन्ड हुन्छ भन्ने सोधेछ है। इट इज डिपेन्ड अपन टाइम, टेम्परेचर, पिएच, सबै। टेम्परेचर पनि ठ्याक्क मिल्नुपर्छ, नर्मल टेम्परेचर अघिको पानीको 5 देखि 10 भनेर पढिएको थियो त्यति नै हुनुपर्छ। टाइम पनि मिल्नुपर्छ, कुन टाइममा हालेको छ, आधी घन्टा राख्नै पर्छ क्लोरिन हालिसकेपछि, नभए डिसइन्फेक्ट भइसकेको हुँदैन। र पिएच पनि मेन्टेन गर्नुपर्छ है, पिएच पनि मेन्टेन हुनुपर्छ। नर्मल पानीको पिएच जति हो मैले भनेको थिएँ 6.5 भन्दा माथि 7.5 भन्दा तलतिर हुन्छ। सो यतिको पिएच मेन्टेन भएको पानी हुनुपर्छ यसले काम गर्नुको लागि है। क्लोरिन हैज बेस्ट डिसइन्फेक्टेन्ट एक्सन व्हेन पिएच अफ वाटर इज कति 7, अघि नै भनेको थिएँ त्यो बिचको 6.5 देखि 7.5 को बिच गरिन्छ भने 7, त्यसको बेस्ट एक्सन हुन्छ। क्लोरिनेसन किल्स, क्लोरिनले के मात्र किल गर्छ भन्दा चाहिँ ब्याक्टेरिया मात्र मार्छ।
यो स्पोर्स यी सिस्ट ओभाहरू यिनीहरूले चाहिँ सो फिल्टर आउट गरेको पानीमा क्लोरिन हाल्ने हो। सो फिल्टर आउट हुँदाखेरि चाहिँ मोस्ट प्रोबेबली सिस्ट र ओभाहरू चाहिँ धेरै जसो त्यो माथि नैपट्टि फिल्टर आउट भएको हुन्छ। स्यान्ड फिल्ट्रेसन जे फिल्ट्रेसन तपाईँले युज गर्नुहुन्छ त्यसमा फिल्टर आउट हुन्छ है। ब्लिचिङ पाउडर कन्टेन्स -% अफ क्लोरिन हो। ब्लिचिङ पाउडरमा पनि 33% अफ क्लोरिनै हुन्छ है। बेस्ट फर पाइपलाइन वाटर प्युरिफिकेसन भनेको छ है। प्युरिफिकेसनको लागि चाहिँ अब पाइपलाइन वाटर भनेको के हो, मानिलिउँ मेलम्चीको पानी होइन, मेलम्चीको पानी त तपाईँहरूले एकदम सफा शुद्ध पानी पठाए, तर पाइपमा त कीटाणु हुन सक्छ नि त होइन। अब के गर्ने त, पाइपको कीटाणुहरूलाई पनि मार्नु पर्यो। यताबाट त पानी त सफा पठाएको हो, तर त्यो पाइप त पहिलेदेखि फोहोर पनि हुनसक्छ, जे नै हुनसक्छ। त्यसलाई चाहिँ खान योग्य पानी कसरी बनाउने भन्दाखेरि चाहिँ ट्याब्लेट क्लोरिन हाल्यो भने त्यो कहिले घोलिने घोलिँदै घोलिँदैन है। अनि पाउडर क्लोरिन हाल्यो भनेदेखि त्यो घोलिन त घोलिन्छ, तर चाहिँ लामो इफेक्ट लङ टर्म इफेक्टसम्म दिँदैन। त्यो पाउडर लामो टाइमसम्म पास हुँदैन। तर ग्यासवाला क्लोरिन पास गर्यो भने चाहिँ ग्यास त मजाले ट्राभल गर्छ लिक्विडसँग, र सुर्रै पाइपमा चाहिँ ग्यास ट्राभल गरेर चाहिँ तपाईँको के हुन्छ भनेदेखि क्लोरिन सबै पानीमा पुग्छ, सबै पाइपभरि पुग्छ, र त्यसले चाहिँ मजाले प्युरिफाई गरिदिन्छ है पानीलाई। यही कुरा हो। पाइपलाइन वाटर भनेको चाहिँ मेलम्चीको पानी याद गर्नुहोस्, र त्यसलाई चाहिँ ग्यासवाला नै क्लोरिन युज गर्न राम्रो हुन्छ है। अर्को छ मोस्ट सेटिस्फ्याक्ट्री एन्ड इफेक्टिभ मेथड अफ वाटर प्युरिफिकेसन एट हाउस होल्ड लेभल। घरमा त पानी तताउने नै हो, धेरै जसोको घरमा, नेपाली घरमा यही नै गरिन्छ, हामी पानी तताउने हो। केही सिप लाग्यो न पानी तताउनलाई, पहिला हामीले ग्यासको सर्टेज हुँदाखेरि हामीले यो सोलर डिसइन्फेक्टेन्ट मेथड भनेको यो घाममा कोक सोक फ्यान्टाहरूको बोतलमा 2 लिटर पानी हाल्यो अनि घाममा दिनभरि ततायो अनि बेलुका त्यो पानी खाने गरेको थियो है। त्यसलाई चाहिँ सोरिस मेथड भन्छ। अब केमिकल मेथड, कुलिङ मेथड भनेको त हामीलाई थाहा छँदैछ होइन। यी मेथडहरू भन्दा घरमा युज हुने मेथड भनेको चाहिँ कतिले क्लोरिन पनि हाल्नुहुन्छ, थोपा क्लोरिन हाल्नुहुन्छ, तर त्यो क्लोरिन धेरै कमले मात्रै हो है। सबसे बेस्ट भनेको चाहिँ बोइलिङ पानी तताउने नै हो। Which is not true about the SODIS method of water purification। यो सोडिस भनेको त्यही हो, सोलर डिसइन्फेक्टेन्ट, घामको किरणबाट चाहिँ डिसइन्फेक्टेन्ट गर्ने प्रोसेसलाई सोडिस भन्छ। सो यसमा चाहिँ कुन चाहिँ मेथड इज नट ट्रु भनेको छ, इट इज इन दिस मेथड अल्फा रेज, यसमा के पनि त्यो अल्फा सल्फा रेहरू यसमा पर्दैन है। घामको किरणले नै हुने हो यो, हुन त अल्फा गामा एक्सरे यो सबै रे हुन्छ, तर अल्फा रे भन्ने हुँदैन। यो नेचुरल मेथड हो यो। इट इज इफेक्टिभ फर त्यही 1 देखि 2 लिटर पानीमा मात्रै इफेक्टिभ हुन्छ। एउटा पुरै जारलाई हामी डिसइन्फेक्ट गर्छौँ भनेर मिल्दैन। त्यही भएर हामीले मैले भनिहालेँ अघि नै, त्यो फेन्टाको बोतलमा के अरे 2 लिटर पानी हाल्यो अनि त्यसलाई घाममा देखायो अनि पछि खायो। त्यो धेरैले गरे हामीहरूले त्यो ग्यासहरू सर्टेज भएको टाइममा है। त्यो नाकाबन्दी गरिरहेको थियो नि त त्यो भुइँचालो भइसकेपछि, अनि त्यो बेलामा ग्यास पुरै सर्टेज भएको थियो, यही गरेर पानी खाएको। वाटर किप डिरेक्ट सनलाइट अब 7-8 घन्टा राखेपछि एकदमै डिसइन्फेक्ट हुन्छ भन्ने कुरा थियो। इमर्जेन्सी मेथडको लागि कुन, आयोडिन, अघि नै भनेको थियो है। अब अघिको त्यो क्लोरिन, आयोडिन अनि त्यो के अरे ब्लिचिङ पाउडर र पोटासियम परम्याङ्गनेट भन्ने थियो है। पोटासियम परम्याङ्गनेट एन्सरमा अहिलेसम्म आएको थिएन, तर यो क्वेसन याद गर्नुहोस्, कुन चाहिँ बेलामा पोटासियम परम्याङ्गनेट युज गरिँदो रहेछ भन्दा चाहिँ कोलेराको इपिडेमिकको लागि चाहिँ बेस्ट डिसइन्फेक्टेन्ट चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पोटासियम परम्याङ्गनेट। कोलेरा भनेको चाहिँ भिब्रियो कोलेरा भन्ने ब्याक्टेरियाले गर्ने एउटा अर्गानिजम हो। यसले चाहिँ राइस वाटरी डायरिया गराउँछ, एकदमै धेरै मान्छेको ज्यान पनि लिन्छ। यसलाई हैजा भनेर भनेको हुन्छ नेपालीमा है, हैजा फैलियो भन्छ। सो त्यस्तो इपिडेमिकमा चाहिँ बेस्टली इपिडेमिक हुने भनेकै त्यही पानी कन्टामिनेट भएर कोलेराको ब्याक्टेरियाले पानी कन्टामिनेट भएर भएको हो होइन। सो त्यस्तो बेलामा चाहिँ पोटासियमले एकदमै पोटासियम परम्याङ्गनेट हालिदिने हो। भयभरको वाटर सोर्समा पोटासियम परम्याङ्गनेट हाल्ने, जसलाई कोलेरा लाग्यो त्यसलाई ट्रिट गर्ने, डक्सिसाइक्लिन औषधि दिएर, अनि त्यस पछाडि बिस्तारै कम हुँदै जान्छ। नभए त कोलेराले मान्छे कति मर्यो नेपालमा। टेम्पोररी एन्ड पर्मानेन्ट हार्डनेस अफ वाटर इज रिमुभड बाई बोइलिङ, कागती हालेर, अथवा चाहिँ बेस एक्सचेन्ज प्रोसेस अथवा परम्युटेड प्रोसेस। यो परम्युटेड प्रोसेस भन्ने नै हो। यो एकदमै डिटेल छ, तपाईँहरूले याद नगर्नुहोस् यो यसको बारेमा है। के भनेदेखि त्यो वाटरको प्रोसेसको यो चाहिँ हार्डनेस हटाउनको लागि चाहिँ परम्युटेड प्रोसेस युज गर्छ भनेर याद गरे हुन्छ है। प्राइमेरी एन्ड मोस्ट रिलायबल इन्डिकेटर अफ वाटर क्वालिटी भन्यो नि इकोलाई। ल यो इकोलाई भन्ने ब्याक्टेरिया चाहिँ किन मोस्ट रिलायबल भयो भन्ने कुरा याद गर्नुहोस् है। किन भन्नुहुन्छ भने नि इकोलाई भनेको चाहिँ हाम्रो इन्टेस्टाइनको नर्मल फ्लोरा ब्याक्टेरिया हो कि है। अनि हाम्रो स्टुलमा चाहिँ यो इकोलाई भन्ने ब्याक्टेरिया हुन्छ
है। अनि यो इकोलाई भन्ने ब्याक्टेरिया भइसकिसकेपछि चाहिँ के हुन्छ भनेदेखि अब पानीमा यो इकोलाई भन्ने ब्याक्टेरिया भेट्यो यदि भनेदेखि चाहिँ स्टुल कन्टामिनेटेड भएको यो पानी हो, इनारमा ढल मिस्यो अथवा केमा ढल मिस्यो भन्ने कुरा बुझ्न सकिन्छ क्या। त्यही भएर मोस्ट एन्ड रिलायबल इन्डिकेटर अफ वाटर इज इकोलाई। अनि यसलाई चाहिँ यो ब्याक्टेरियालाई भेटाउन सजिलो पनि छ। त्यसलाई चाहिँ के टेस्ट गरिन्छ त, यो इस्कम्यान टेस्ट भनेर भनिन्छ। यो टेस्टबाट चाहिँ तपाईँ याद गर्नुहोस् ई फर ई है, ई फर ई इक्समान टेस्ट हो, यसको लागि इकोलाई हो, डिटेक्ट इकोलाई गर्छ यसले, यो कुरा याद राख्नुहोस् है ल। बेस्ट मेथड टु युज एक्सेस द प्युरिफिकेसन अफ वाटर इज क्लस्ट्रिडियम काउन्ट। अब बेस्ट मेथड वाटर प्युरिफाई भएको छ कि छैन भनेर हेर्दाखेरि चाहिँ क्लस्ट्रिडियम काउन्ट कति छ त त्यो पानीमा, क्लस्ट्रिडियम भेट्यो यदि भने चाहिँ त्यो पानी चाहिँ प्युरिफाइड भएको छैन। अब यो क्लस्ट्रिडियम भनेको यस्तो ब्याक्टेरिया जुन चाहिँ तपाईँको लङ टाइमसम्म त्यसमा हुन्छ क्या, जस्तो कि आजको भोलि यो ब्याक्टेरिया देखिँदैन। जस्तो कि तपाईँको ढल मिसिएको कम्तीमा पनि 2-3 हप्ता भइसकेपछि बल्ल यो ब्याक्टेरियाले इन्फेक्ट गर्छ क्या त्यो पानीलाई। त्यही भएर चाहिँ यो पानी प्योर छ कि छैन भनेर 3 हप्ता पछाडि चेक गर्दाखेरि यदि यो क्लस्ट्रिडियम भन्ने ब्याक्टेरिया भेट्दैन भनेदेखि प्योर छ, भेट्यो भनेदेखि यो प्योर छैन भन्ने कुरा बुझिन्छ है। विच अफ द फलोइङ डिस्ट्रिक्ट आर्सेनिक भेट्टाउने, पानीमा आर्सेनिक भेट्टाएको पहिलो डिस्ट्रिक्ट मोस्टली कुन डिस्ट्रिक्टमा भेटिन्छ भन्दा नवलपरासीमा भेटिन्छ भने याद गर्नुहोस् है। यो मैले चाहिँ अस्तिको ग्याङलाई कसरी सिकाएको थिएँ भन्दा ए चाहिँ एकदमै आर्सेनिकबाट ए आयो, यो नवलपरासीमा ए 4वटा छ। सो यो आर्सेनिकमा चाहिँ के त नवलपरासी भनेर चाहिँ यो धेरै ए भएको, ए फर ए भनेर त्यसरी याद गरिदिनुहोस्, यही डिस्ट्रिक्टमा हुन्छ भनेर है। मोस्ट अनडिजायरेबल मेटल इन ड्रिङ्किङ वाटर इज लिड। यो लिड भनेको स्लो पोइजन हो, यसले मान्छेको ज्यान लिन्छ। सो हुँदै पानीमा हुँदै नहुने कुरा चाहिँ लिड हो, तर तराईको पानीमा चाहिँ कति ठाउँमा अहिले पनि लिडहरू भेटिरहेछ है। अर्को छ नर्मल लेभल अफ फ्लोराइड इन ड्रिङ्किङ वाटर कति हुनुपर्छ, यो कुरा याद राख्नुहोस्। ड्रिङ्किङ वाटरको फ्लोराइड चाहिँ 0.5 to 0.8, यो कुरा याद गर्नुहोस् है। अनि अर्को छ फ्लोराइड चाहिँ हाम्रो पानीमा राम्रै मात्रामा हुन्छ। हाम्रो तपाईँको त्यो टुथपेस्टको एडमा क्या, तपाईँको पेस्टमा नमक हे भनेर आउँछ नि टुथपेस्टको एड, त्यो नमक भनेको चाहिँ के हो भन्दा फ्लोराइड हो कि। हाम्रो दाँतको लागि एकदमै राम्रो गर्छ, हाम्रो बडीको लागि पनि फ्लोराको लागि पनि फ्लोराइड एकदमै चाहिने कुरा हो है। विच अफ द फलोइङ इज नट द क्वालिटी अफ ड्रिङ्किङ वाटर। ल यहाँ हेर्नुहोस् ड्रिङ्किङ वाटरको क्वालिटी के हुनुपर्छ, डब्लुएचओले के रेकमेन्ड गरेको छ है। टर्बिडिटी लेस देन 5, टर्बिडिटी भनेको कलरको के, एकदमै टर्बिड धेरै छ भनेदेखि तपाईँको सेतो देखिन्छ, सेतो देखिनु भएन पानी। टर्बिडिटी लेस देन 5, pH 6.5 to 8.5, अझ बेस्ट भनेको 7। टोटल डिजर्भ भोल्युम भनेको लेस देन 600 mg। हार्डनेस अघि पनि गरेको थियो 200 to 300 mg per liter, अघि मिली इक्विभ्यालेन्टमा दिएको थियो उतापट्टि। अनि फ्लोराइड लेभल 3 to 5 हो त होइन, फ्लोराइड लेभल चाहिँ 0.5 to 0.8 हो है। ल हाम्रो यो अझै टन्न छ है, हाम्रो यो चाहिँ आजलाई चाहिँ हामीले यति गर्यौं। अब हाम्रो कतिसम्म 48 सम्म हामीले सकायौं। यतिबाट पढाउँदाखेरि तपाईहरुलाई के क्वेशन छ ल सोध्नुहोस् त, के छ भनेदेखि तपाईहरुलाई कस्तो भयो, बुझ्नु भयो तपाईहरुले? यो सबै टपिकको कुरा कभर हुन्छ, होल लेसनै कभर हुन्छ, यसबाट कभर नहुने चाहिँ होइन, तर त्यही हो क्वेशन एन्सर्सको तरिकाले। तपाईहरुलाई कस्तो भयो, इफेक्टिभ भयो? लेख्नुस् त, जे तपाईहरुलाई जे लागेछ ठ्याक्कै त्यही लेख्नुस्, किनभने 1 महिना चाहिँ हामीले पढाउने प्याटर्न चेन्ज गर्न पाउँछौं, जे पनि गर्न पाउँछौं। भन्नुस् माइक खोलेर भन्नुभयो हुन्छ। मेरो आवाज सुन्ने छैन क्या हो पुष्पजी? सुनिरहेछ म्याम। तपाईहरुलाई इफेक्टिभ भयो? हजुर भयो म्याम। यो मध्येको क्वेशन्सबाट तपाईहरुलाई 46 को क्वेशनबाट के छ क्वेशन छ भने लेख्नुस्, म स्क्रिनशट लिन्छु, भोलि बिहान पहिला त्यही क्वेशन एड्रेस गर्छु, भोलि बेलुका पढाउने बेलामा। छ तपाईहरुलाई के छैन? ओके, अरुलाई, अरु कसैलाई? यसरी नै जाने हो अबको 1 महिना। तपाईहरुले बुझ्न त बुझ्नुहुन्छ, लास्ट डेको क्लासहरुलाई पनि फ्रुटफुलै लाग्यो भन्नुभएको थियो। ठीक छ त, यसरी नै जाउँ है त। तपाईहरुलाई ठीक छ कि छैन? अब यो बेसिकली
स्मार्ट एकाडेमीले नि तपाईँहरूकै लागि गरे हो, मैले पनि तपाईँहरूकै लागि गरे, तर तपाईँहरूलाई फ्रुटफुल हुनु पर्यो नि त, यसरी चाहिँ ठिक छ म्याम भनेर होइन, त्यही हिसाबले भन्नुहोस्। कुनै कुरा बुझाएको छैन भने मलाई यहाँ च्याटमा लेखेर राख्नुहोस्, अनि म लास्टमा एड्रेस गरिदिन्छु त्यो क्वेसन। अनि कुनै कन्फ्युजन रहेछ र मलाई पनि कन्फ्युजनै छ भनेदेखि चाहिँ म चाहिँ पहिला सुरुमा आफ्नो बुक्सहरूबाट तपाईँहरूले उर्दिएर अनि यस्तो रहेछ है भनेर म तपाईँहरूलाई भोलिको क्लासमा फर्स्टमा कन्फ्युजन क्लियर आउट गर्ने, अनि त्यस पछाडि चाहिँ बाँकी फेरि फर्दर लाने है त। ओके, गुड नाइट। तपाईँहरूसँग क्वेसन छैन भने यो पानीहरूको चाहिँ अलिकति तपाईँहरूको यस्तै हुन्छ कि अलि झ्याउझ्याउै खाएको हुन्छ, अलि यो पानीहरूको चाहिँ अलिक घोक्नै पर्ने बढी, यो पानीको टोइलेटको यस्तोहरूको चाहिँ अलिकति यस्तै यस्तै हुन्छ। तर अलि जब स्केबिज यो डिजिजहरूको बारेमा पढ्दै जान्छु नि तब चाहिँ अलि इन्ट्रेस्टिङ हुन्छ कम्युनिटी हेल्थको। अहिले चाहिँ यो डिजिज छैन नि त, यो फर्स्ट इन्भाइरोमेन्ट बारेमा हुन्छ फर्स्ट टपिकै, अनि यो अलि झ्याउझ्याउ हुन्छ, तर पनि तपाईँहरूले सक्नुहुन्छ। मैले भने जस्तो गर्नु है, भित्तामा चाहिँ डेट चाहिँ टक्क लाएर डेट्सहरू चाहिँ लेख्न थाल्नु है आजदेखि। 1 महिनामा त तपाईँहरूलाई डेट त मुखमा झुन्डिसक्छ। जब मैले तपाईँहरूलाई स्मार्ट एकाडेमीको क्वेसन्सहरू चाहिँ ल अब तपाईँहरूको टेस्ट हो है भनेर ओरल टेस्ट लिन थाल्छु लास्टको 1 हप्ता, डराउनु पर्दैन, त्यो तपाईँहरूकै नलेजको लागि हो, तपाईँहरूलाई आएन भने मैले एक्सप्लेन गर्ने नै हो, त्यो टेस्ट भन्दैमा डराउनु पर्दैन। तर त्यो बेलामा तपाईँहरूलाई चाहिँ फ्याट आउँछ क्या त्यो डेट्सहरू, किनभने तपाईँहरू अहिलेदेखि नै पढिराख्नुहुन्छ नि त, अनि झ्याप्पै आउँछ। मैले भने जस्तो गर्नुहोस्, भित्तामा अथवा कुनै ठाउँमा तपाईँहरूको पढ्ने ठाउँमा चाहिँ त्यो एउटा चार्टमा हरेक डेट छ। आज मात्रै 2टा डेट, एउटा वर्ल्ड वाटर डेको बारेमा अनि एउटा चाहिँ इन्भाइरोमेन्ट डेको डेट आएको छ, त्यो 2टा डेट चाहिँ लेखेर राखिहाल्नु, अनि पछि चाहिँ अरू डेटहरू आउँदाखेरि थप्दै थप्दै जानु ल। ओके, गुड नाइट ल, भोलि भेटौँला है।